नमस्कार। नेकपा एमालेको 11औं महाधिवेशन केन्द्रित यो संवादमा यहाँलाई स्वागत छ। म गणेश पाण्डे। आज हामीसँग अतिथिका रूपमा हुनुहुन्छ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यू। यहाँलाई हार्दिक स्वागत छ यो विशेष संवादमा। धन्यवाद। नेकपा एमाले 11औं राष्ट्रिय महाधिवेशनको निर्णायक मोडमा छ। देश यति बेला आन्तरिक राजनीतिक द्वन्द्व, आर्थिक चुनौती र राष्ट्रियताको संवेदनशील एजेन्डाका बीच खडा छ। आज हामी विशेषतः पार्टीको 11औं महाधिवेशनले दिने सन्देश, पार्टीको नेतृत्व निर्माण, एमालेको अबको गन्तव्य यावत विषयहरूमा चाहिँ हामी यो संवादलाई केन्द्रित गर्न चाहन्छौँ। देशमा लोकतन्त्र छ, तर नेताहरूलाई स्थान हद गरिएको छ। बहुदलीय व्यवस्था छ, तर दलविहीनको सरकार छ। अहिले एउटा यो विशेष परिस्थितिका बीच एमालेको 11औं राष्ट्रिय महाधिवेशन हुँदैछ। यो महाधिवेशनले दिने सन्देश के हुन्छ? अहिले लोकतान्त्रिक प्रणाली घाइते छ। एक ढङ्गले भन्ने हो भने त्यो मासिएको पनि छैन, तर क्रियाशील पनि रहेको अवस्था छैन। बहुदलीय व्यवस्था छ, दल विरोधी सरकार छ, दलीयता विरोधी सरकार छ, बहुदल विरोधी सरकार छ, लोकतन्त्र विरोधी सरकार छ, संविधान विरोधी सरकार छ। अवस्था त्यस्तो छ। संविधानभन्दा बाहिरबाट बनेको सरकार छ र एउटा अत्यन्तै अप्रिय, अलोकतान्त्रिक, असंवैधानिक, अमानवीय, असामाजिक क्रियाकलाप, तोडफोड, आगजनी र लुटपाटका घटनाहरूको श्रृङ्खलाबाट त्यसलाई दुरुपयोग गरेर, त्यस परिस्थितिको अनुचित दोहन गरेर आम नागरिकमा एउटा भयको वातावरण सिर्जना गरेर र त्यस भयलाई दोहन गरेर अत्यन्तै कृत्रिम सरकार आश्चर्यजनक ढङ्गले जडान गरिएको छ। अहिलेको अवस्था यो हो। संविधान मिचिएको छ। संविधान जीवित छ भनिन्छ, तर संविधान मिचिएको छ। अदालत मानिँदैन। अदालत आफैले नोटिसमा लिएर अदालतलाई अस्वीकार गरेको कुरामा कदम चाल्नुपर्ने परिस्थिति छ। तर अदालत आफै शर्माएको हो कि जस्तो लाग्छ। यति साह्रो हदमा के कारबाहीको कुरा गर्ने होला भनेर आफै असहज मानेको हो कि जस्तो लाग्छ। यस्तो अवस्था छ। सरकार प्रतिशोध, पूर्वाग्रह र आवेश उत्तेजनामा काम गरिरहेको छ र ऊ प्रतिगमनलाई कायम राख्ने कुरामा लोकतन्त्रतर्फ, बहुदलीय व्यवस्थातर्फ, दलीय व्यवस्थातर्फ जान नदिने कुरातर्फ बढी सङ्कल्पित देखिन्छ। यति बेला यस परिस्थितिबाट, यस अवस्थाबाट देशलाई लोकतान्त्रिक प्रणालीतर्फ खुलस्त रूपमा, संविधानको कार्यान्वयनतर्फ खुलस्त रूपमा, दलीय प्रणालीतर्फ दलहरूको भूमिका र गतिविधिलाई महत्त्व दिनेतर्फ फर्काउनु पर्नेछ। जनता भित्रभित्रै आतङ्कित छ। त्यो आतङ्क, भय त्रासबाट जनतालाई मुक्त गर्नुपर्नेछ। उद्यमी व्यवसायीहरू उद्यम किन खोल्ने? खोल्यो सरकारले नै सुरक्षा दिन सक्दो रहेछ या दिँदो रहेछ। त्यसो भएर एउटा
निराश मनस्थितिमा छ। लगानी कसरी गर्ने त अब, किन गर्ने त अब? यसरी आगजनीबाट, उद्योगहरूमा भएको आगजनीबाट बेरोजगारीको स्थिति, लुटपाट तोडफोड आगजनीबाट बेरोजगारीको स्थिति बढेको छ। रोजगार भएका मान्छेहरू बेरोजगार भएका छन्। यस्तो अवस्थामा यस अवस्थालाई फेर्नुपर्नेछ र यस अवस्थामा फेर्नका लागि हामी नेपाली जनता अग्रसर हुनुपर्नेछ। राजनीतिक दलहरू अग्रसर हुनुपर्नेछ। जो राजनीतिक दलहरू साँच्चैका राजनीतिक दल हुन्, जो राजनीतिका नाउँमा अरूद्वारा खेल्नका लागि जडान गरिएका दल होइनन्, त्यस्ता दलहरू लोकतन्त्रको पक्षमा उभिनुपर्ने अवस्था छ। देशको सार्वभौम सत्ता खतरामा छ। देशको भविष्य के हुने हो, एउटा अन्यल सिर्जना भएको छ। त्यसलाई सुदृढ प्रत्याभूति, नेपालको अस्तित्व कुनै प्रकारको चुनौतीको घेरामा छैन। नेपालको सार्वभौम सत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डतामा कुनै प्रकारको प्रश्न उठ्न सक्ने अवस्था छैन भन्ने राष्ट्रिय आत्मविश्वासको अवस्थामा फर्काउनु छ। यो काम कसले गर्न सक्छ त भन्दा नेपाली जनताले नै गर्नुपर्छ। जनतालाई सङ्गठित गर्ने, सचेत गर्ने, यी कुरा बुझाउने कामको अगुवाई राजनीतिक दलहरूले गर्नुपर्दछ। राजनीतिक दलहरूमा जो यो गर्न, यो काम गर्न, यो राजनीति बुझ्न सक्षम छन् र यस काममा जनतालाई नेतृत्व गर्न सक्षम छन्, ती दलहरू अगाडि आउनुपर्छ। यसमा अरूको बारेमा म केही भन्दिनँ। नेकपा एमाले यो कुरा बुझ्न सक्षम छ र सचेत छ। त्यसकारण नेकपा एमाले कुराहरू बुझ्न सक्षम छ। नेकपा एमाले सचेत छ र यसलाई कार्यान्वयन गर्न दृढ सङ्कल्पित पनि छ। यसर्थ नेकपा एमाले अग्रसर हुनुपर्दछ। यो नेकपा एमालेको 11औं महाधिवेशन यी सबै कुराहरूलाई ध्यानमा राखेर यो महाधिवेशनले दिने सबैभन्दा ठुलो सन्देश अध्यक्षज्यू जनतालाई के हुन्छ? यस परिस्थितिबाट देशलाई बाहिर निकाल्नै पर्नेछ र यस कुराका लागि नेपाली जनतालाई नेतृत्व गर्ने राजनीतिक दलहरूमा पनि स्पष्ट दृष्टिकोण भएको, दृढता भएको राजनीतिक दल नेकपा एमालेको महाधिवेशन। यसले राष्ट्रियताको रक्षा, शान्तिको पुनर्स्थापना, भयपूर्ण वातावरणलाई निर्भय वातावरणमा बदल्ने कुरा र देशमा भ्रष्टाचारको नियन्त्रण, उन्मूलन र सुशासन कायम गर्ने कुरा, विकासको बाटोमा देशलाई तीव्रतर ढङ्गले अगाडि बढाउने कुरा, जसबाट समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्नुपर्नेछ। यस दिशामा लान सक्ने राष्ट्रिय शक्ति भनेको नेकपा एमाले हो। त नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने उद्देश्यका साथ यो महाधिवेशन आयोजना भइरहेको छ र त्यस दिशामा अगाडि बढाउन आगामी दिनको सन्दर्भमा पनि नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने, जसले त्यस अनुसारको नेतृत्वदायी भूमिका देशमा खेल्न सक्दछ र यी प्रयोजनहरूलाई स्पष्ट पार्न र यिनको तयारी र यिनको नेतृत्वको तयारीका लागि यो 11औं महाधिवेशन बनेको छ, आयोजना हुँदैछ। यसले दिने मुख्य सन्देश यति बेला अहिलेको यो जुन तथाकथित परिवर्तन भनिएको छ, यो पश्चगमन हो, यो प्रतिगमन हो। देश अगाडि बढेको छैन, देश पछाडि धकेलिएको छ, धकेलाइएको छ। यसलाई फेरि अगाडि बढाउनु छ। मैले अघि नै भने
यो कुरामा नेकपा एमाले सक्षम छ। त्यसै गरी हाम्रो 27 गतेको उद्घाटन समारोह पनि त्यही हिसाबमा आयोजना हुनेछ र बन्द सत्र पनि त्यसै गरी हुनेछ। यसले मुख्य गरी नेकपा एमालेलाई निर्णायक राजनीतिक शक्तिको रूपमा, राष्ट्रिय शक्तिको रूपमा अगाडि बढाउन, विकास गर्नका लागि नेतृत्व गर्नुपर्छ देशव्यापी रूपमा अनेक क्षेत्रमा। त्यसका लागि नेतृत्वको एउटा टिम तयार गर्दछ र त्यो सक्षम टिमले यी अभिभावनाहरू पुरा गर्ने सन्दर्भमा म नेतृत्व निर्माणमा आउने नै छु। अहिले यो 27 गतेको उद्घाटन सत्रमा म थोरै केन्द्रित हुन चाहन्छु। खास गरेर इतिहासकै सबैभन्दा ठुलो जनसभा पनि भनिएको छ त्यसलाई, उद्घाटन सत्र सँगसँगै 10औं महाधिवेशनमा पनि लाखौँ जनता भरतपुरमा आएका थिए। 10औं महाधिवेशन र यो महाधिवेशनको उद्घाटन सत्रको फरक चाहिँ के हुन्छ तयारीका हिसाबले? तयारीका हिसाबले उस्तै हो, तर हामीले विश्वास लिएका छौँ यसमा जनसहभागिताको हिसाबले अझ बढी होला र अहिले भएर त्रासको जुन वातावरण छ त्यति बेला त्यस्तो थिएन। त्यति बेला संविधान थिचिएको मिचिएको अवस्था थिएन, लोकतन्त्र मिचिएको थिएन र असंवैधानिक ढङ्गले अनधिकृत सिफारिसमा संसद प्रतिनिधि सभा विघटन भएको थिएन। त्यो परिस्थिति अलिक फरक परिस्थिति थियो र त्यसका अभिभावना अलिक सजिला थिए। अहिलेका अभिभावना फेरि मुलुकलाई पछाडि फर्काइएको छ, त्यस पछाडि फर्काइएको ठाउँबाट फेरि अगाडि बढाउनु पर्छ। त्यसकारण त्यति बेला त्यस प्रकारका सङ्घर्ष र प्रतिक्रियावादी शक्तिहरूबाट व्यवधान हुने चुनौतीहरू थिएनन्। अहिले व्यवधानका चुनौतीहरू छन्। त्यसबेला अहिले जस्तो व्यापक रूपमा घेराबन्दी त थियो नै, आफ्नै पार्टीभित्रबाट नै 2/3 कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने कुलङ्गारहरूको जन्म त भएकै थियो। ती त खेलाइएकै थिए ती तत्त्वहरू त। एक हिसाबले भन्ने हो भने 10औं महाधिवेशन पनि एउटा एकता, पार्टीलाई एकताबद्ध बनाउने र एक ढङ्गले छिया भएको पार्टीलाई फेरि सग्लो पार्टी बनाएर त्यसलाई सुदृढ रूपमा अगाडि लैजाने एउटा महाधिवेशन थियो 10औं महाधिवेशन। 11औं महाधिवेशन चाहिँ अहिले फेरि एउटा विषम परिस्थितिमा हुँदैछ। मूलत हजुरले पनि भन्नुभयो एउटा भएको अवस्था छ, चाहे मिडियामा हेर्ने हो भने पनि सेल्फ सेन्सरसिपको अवस्था छ। उद्योगी व्यवसायहरूले नयाँ कुनै पनि परियोजनामा लगानी गर्ने अवस्था छैन। भइरहेको व्यवसाय पनि कसरी टिकाउने भन्ने खालको एउटा त्रास छ। विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वहरू पनि तैँचुक मैचुकको अवस्था जस्तो, यस्तो बेलामा के बोलिहाल्नु, बोल्नु ठिक हुँदैन, बोल्दा पनि एकदमै घेराबन्दीमा परिन्छ भन्ने खालको अवस्था छ। यो सबै कुराबाट एक खालको ढुक्कको वातावरण बनाउन देशमा एमालेको महाधिवेशन सफल होला। 10औं महाधिवेशनमा लाखौँ जनता जसरी सहभागी हुन आउनुभएको थियो, कति जनता त फर्केर पनि जानु परेको अवस्था थियो। निर्धारित समयभन्दा ढिला आएको कारणले गर्दाखेरि गण्डकी प्रदेशकै बाट आएकै जनताहरू पनि फर्किनु परेको खालको अवस्था पनि। ट्राफिक जामले पनि हो, ढिला आएको पनि होइन, तर ट्राफिक जाम यस्तो भयो कि त्यो छिचोलेर जान सक्ने अवस्था भएन। यसपालि चाहिँ अब जनताहरू यो इतिहासकै सबैभन्दा ठुलो जनसभा हामीले जुन भनिरहेछौँ, यसमा सहभागिता अथवा जनपरिचालनको काम पनि अहिले भइरहेको छ। सहभागिता चाहिँ कस्तो होला भन्ने हजुरलाई लाग्छ? अत्यन्तै भव्य हुनेछ। यो विशाल मैदान छ, त्यो विशाल मैदानमा नआटेर पोखिनेछ र 10औं महाधिवेशनमा जस्तै कतिपय व्यक्तिहरू आइ नपुग्ने खतरा छ र कतिपय विचार रोकिने खतरा छ। यो जब जनसहभागिता ज्यादै व्यापक हुन्छ त्यसमा अलिकति अस्तव्यस्तता जस्तो कुरा स्वाभाविक हो, त्यस्तो कुरा हुन्छ र
सबैभन्दा ठुलो सहभागिता उपस्थिति सायद काठमाडौँले देखेको यही हुनेछ। अलिकति यो दुर्गम जसो परेका ठाउँमा परेको छ, अलिकति उल्टा परेको ठाउँ परेको छ। काठमाडौँमा कुनै ठाउँ नभएर एमालेको महाधिवेशन गर्नलाई हामीले ठाउँ पाएनौँ। अलिकति त्यो खुला मैदान भएको भए थोरै दिनु हुन्थ्यो होला कि भन्ने हो। तर खुला मैदानभन्दा त अहिलेको ठाउँ धेरै चौडा छ, त्यस कारण हामीले त्यहाँ पनि तयार भइ नसकेको। तर त्योभन्दा हामीलाई ठुलो ठाउँ नै छान्नुपर्ने अवस्था भयो र काठमाडौँमा अलिकति राम्रो सभा गर्नु पऱ्यो भने, जनसभा गर्नु पऱ्यो भने त्यस्तो चाहिँ ठाउँ मासिएको छ, त्यस्तो ठाउँ कहीँ पनि छैन। अब एउटा टुनी खेल छ, त्यसमा अलिक आर्मीले लिएको छ, अरू ठाउँहरू पोलिटिकल पार्टीहरूले प्रयोग नगर्ने गरिएको छ। त्यस कारण पोलिटिकल पार्टीहरूले त्यसलाई प्रयोग गर्दाखेरि त्यो अब अरू विभिन्न समुदायका सम्प्रदायका सङ्घ संस्थाहरूलाई अरू प्रयोजनका लागि दिने गरिएको छ। पोलिटिकल पार्टीहरूलाई त्यो अहिलेसम्म दिने गरिएको छैन। त्यो त्यसै गरेर कायम रहनु पनि जायज छ। अब खुल्ला मैदान भएपछि सामान्यतया सभाहरू गर्न सकिन्छ, तर हामीले गर्न खोजेको सभा चाहिँ त्योभन्दा 4 गुणा ठुलो ठाउँ पनि सानै हुन्छ हामीलाई। त्यसकारण अहिलेको ठाउँ अलिकति उपयुक्त ठाउँ हो। यो ठाउँ पनि साँघुरो हुनेछ, सानो हुनेछ, त्यस प्रकारको जनसहभागिता हुन्छ र यसमा जनता अत्यन्त उल्लासका साथ, झाँकीहरूका साथ, बाजा गाजा नृत्यहरूका साथ त्यस ढङ्गले स्वतस्फूर्त रूपमा जनपरिचालन यसमा हुनेछ। अघिल्लो महाधिवेशन र यो महाधिवेशनसम्म आइपुग्दा यो बिचमा भएका परिवर्तनहरूलाई चाहिँ एमाले कसरी विश्लेषण गरेको छ? भदौ 23-24 को प्रतिगामी परिवर्तन, आगजनी, तोडफोड, लुटपाट, यो सुरु भयो नै तोडफोडकारी, योजनाबद्ध तोडफोडकारी। किन त्यहाँ गैँती, बेल्चा, झम्पल आदि इत्यादि बोकेरै मान्छेहरू त्यो फलाम काट्ने चिजहरू, सिसा काट्ने चिजहरू, ती सबै फोड्ने चिजहरू, ती सबै लिएरै आएका थिए भनेपछि त्यो जेनजीको शान्तिपूर्ण प्रदर्शन भनिएको थियो। त्यसलाई अपहरण अरू अपराधी तत्त्वहरूले गरिसकेका थिए। त्यसै कारण जेनजीको प्रदर्शनमा पूर्वनियोजित थियो नै। जेनजीको प्रदर्शनमा संसद भवन भनौँ न, संसद चलिरहेको हो, त्यो भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, त्यो तोडफोड गर्ने त उनीहरूको माग पनि थिएन, रुचि पनि थिएन, विषय पनि थिएन, सोच पनि थिएन नि त। त्यो त अरू नै तत्त्वहरू थिए त। अनि जेनजी भनेका त्यो युनिफर्म लाएर आएका, ब्याग बोकेर आएका ती विद्यार्थीहरू त्यो तोडफोड गर्ने दिमागमै सोचेर आएका होइनन् नि। तर त्यस आन्दोलनलाई अपहरण गरियो अरूबाट। अहिले पनि उनीहरू यो आन्दोलन अर्कातिर गयो, तोडमोड भयो, अर्का थरी तत्त्वहरू मिसिए, आगजनी गरे, लुटपाट गरे भन्ने के विद्यार्थीहरूले लुटपाट गरे हुन् त? देशभरि आगो लागेको विद्यार्थीहरूले हो कि हाम्रा विद्यार्थीहरू त्यस्तो अपराधिक भइसके? यो हुँदै होइन। त्यस्तो अपराधिक मानसिकता हाम्रो युवा पुस्ताको छँदै छैन। त्यो होइन, जेनजीले गरेकै होइन। त्यसो गर यो बेग्लै अपराधिक, नेपालको हित नचाहने तत्त्वहरूले योजनाबद्ध ढङ्गले कुनै बहानामा घुसपैठ गर्ने र त्यसलाई बढाएर, त्यसलाई उत्तेजित बनाएर, उत्तेजनामा परिणत गरेर, त्यस उत्तेजनामा विभिन्न खालका तत्त्व र शक्तिहरू उनीहरूलाई सामेल गरेर
र आफू त्यसभित्र पसेर त्यसलाई दुरुपयोग गरेर लुट्न दिएपछि त लुटेराहरू त आउने भयो नि त, लुटेरा खालका तत्त्वहरू। अनि तोडफोड गर्ने, लुट्ने, तोडफोड किन गरेको भन्दा लुट्नलाई, त्यो खालका तत्त्वहरू त सामेल हुने भइगए लुट्न पाइन्छ भनेपछि। त्यसो भएर ती लुट्ने तत्त्वहरू र योजनाबद्ध ढङ्गले लाग्ने तत्त्वहरू यिनीहरू मिलेर यो खालको चाहिँ यो योजना चाहिँ कति लामो थियो होला दाजु? यो त लामै थियो, चैत 15मा पनि देखिया हो, कोसिस गरे हो, तर त्यो सम्भव भएन। त्योभन्दा अगाडि पनि देखिया हो, सम्भव भएन। पहिलेकै मङ्सिर 7 गते पनि देखिया हो र मङ्सिर 7 गतेको योजना उनीहरूको खास योजना थियो जसलाई हामीले असफल बनाइदिएको थियौँ। सरकार यसमा पूर्व जानकार थियो? कुनै पनि समय यस्तो गर्न सक्छन् भन्ने त सधैँ थियो, यस्तो गर्न सक्छन्, तर यसै समयमा गर्छन् भन्ने होइन, गर्दै आएका थिए नि त। चैत 15 गते पनि त गर्न खोजेकै हो, त्यसपछि उनीहरूले वैशाख 11मा गर्छौँ भने सकेनन्, जेठ 15मा गर्छौँ भने सकेनन्। त्यो मात्रै कुरा हो नि, नसकेको मात्रै हो नि। कहिले पोलिटिकल पार्टी नामका कुराहरूलाई अगाडि सारे, वैशाख 15 पोलिटिकल पार्टीलाई अगाडि सारे होला, चैत 15मा पोलिटिकल पार्टीलाई अगाडि सारे होला, तर त्यहाँ पनि हाइज्याक त भएको थियो। त्यो पोलिटिकल पार्टी मात्रै, जो पोलिटिकल पार्टी भने ती मात्रै सामेल थिएनन् नि, त्यो हाइज्याक भएको थियो। उनीहरूले थाहा छैन हामीलाई भन्ने स्थिति आयो, तर उनीहरूले आँट गरेनन्, हामीबाट त्यो खोसियो भन्ने पनि आँट गरेनन्। उनीहरूको मकसद सरकारलाई, उद्देश्य नै सरकारलाई दोष लाउने मात्रै रह्यो। उनीहरूले त्यो गहिराइमा जान पनि चाहेनन्। उनीहरूले के पनि ठानेको हुनसक्छ भने यो स्वतस्फूर्त रूपमा मान्छेहरूको असन्तुष्टि पोखिएको भन्ने पनि ठानेको हुनसक्छ, अथवा उनीहरूले जानीबुझिकन त्यो योजनालाई ढाकछोप गर्न खोजेको पनि हुनसक्छ। अध्यक्षले एउटा शब्द भन्दै हुनुहुन्थ्यो, नेपालको हित नचाहनेहरूले भनेर। ती हित नचाहनेहरू चाहिँ घरेलु मात्रै हुन् अथवा नेपालीहरू नै हुन्, अथवा त्यसमा चाहिँ अन्य विदेशी शक्तिहरूको पनि यसमा हात छ? नागरिकता कसको थियो त्यो म भनिरहन्न, कुन देशको नागरिकता लिएका थिए त्यो चाहिँ म भनिरहन्न। नेपाली मन थिएन, नेपालको हित नचाहनेहरू नै हुन्, नागरिकता जहाँको भए पनि। खास गरेर 23 गतेको आन्दोलनलाई फर्केर हेर्ने हो भने प्रधानमन्त्रीको राजीनामा त्यसको मागिएर त्यो आन्दोलन गरिएको थिएन। अर्थात् अहिले खास गरेर सामाजिक सञ्जालहरूमा पनि भन्ने गरिन्छ पार्टीको मूल नेतृत्वलाई विस्थापनका कुराहरू पनि कता कता आउँछ। यी प्रधानमन्त्रीज्यूको सन्दर्भ पनि यहाँले भनिसक्नु भएको छ। उहाँले त म त अनुहारै हेर्न चाहन्न भनेर के नेताहरूको नाम लिनुभयो भनेर पनि आयो मिडियामा। प्रधानमन्त्रीको राजीनामा नमागिए पनि त्यो आन्दोलनको मुख्य माग प्रधानमन्त्रीको राजीनामा नभए पनि यहाँले राजीनामा दिनुभयो। अहिले पार्टीभित्र पनि एक खालको परिस्थिति त्यो सिर्जना भइरहेछ, म त्यसमा आउने नै छु। यो सबैको निशानामा चाहिँ मैले खास गरेर एमाले र यसको नेतृत्व विशेष गरेर अध्यक्षका रूपमा तपाईँ माथि यो खालको आक्रमण घेराबन्दी किन भइरहेछ? यो देशको स्वाधीनता मन नपराउनेहरूले हाम्रो अडान, हाम्रो दृष्टिकोण, हाम्रो लडाइँ मन पराउने कुरै भएन। यो देशको गरिखाएको, यो देशले गरिखाएको देख्न नचाहनेहरूले देशले गरिखाएको उन्नति प्रगति गरेको देख्न चाहने कुरा भएन। हामी भूपरिवेष्टित थियौँ, भूजडित भयौँ, त्यो कुरा सही हुने कुरा भएन। हाम्रो भूमि मिचेर खान पल्केकाहरूलाई नमिच भन्दा सही हुने कुरा भएन। हाम्रो देश विश्व ब्याङ्कका तीव्रतम ढङ्गले विकास गरिरहेका 10वटा देशभित्र पर्यो संयुक्त राष्ट्र सङ्घको सर्वेक्षणमा। तीव्र विकास गरिरहेका देशमा त्यो कुरा सही हुने कुरा भएन। विश्व ब्याङ्कले नेपाल दक्षिण एसियाको राइजिङ स्टार भनेर, आर्थिक हिसाबले राइजिङ स्टार हो भनेर प्रशंसा गर्यो। त्यो कुरा मान्छेलाई मन पर्ने कुरा भएन।
र हामीले हाम्रो स्वाधीनता हाम्रो स्वतन्त्रता भरपुर उपयोग गर्न खोज्यौँ। त्यो कुरा कसैलाई मनपर्ने कुरा भएन होला। अरू हाम्रो उन्नति प्रगति देखेर हामीलाई पटक पटक अनेक प्रकारका धोका षड्यन्त्र गर्दा पनि हामी अगाडि बढ्छौँ, पार्टी फुटाइन्छ, अगाडि बढ्छौँ, अन्तर्विग्रह गराइन्छ। यहीँका मान्छेहरू, नेताहरू कठपुतलीको रूपमा नाच्न थाल्दछ। त्यो स्थिति त हामीले भोग्यौँ। 56 को निर्वाचनमा हामी कम्तीमा पनि बहुमत ल्याउँथ्यौँ, 54मै पार्टी फुटाइयो। कारण के भनियो भन्दा एमाले पार्टी राष्ट्रघाती हो। कस्तो छ नेपालको परिभाषा? एमालेका विरुद्ध चाहिँ देशभक्त भएन, राष्ट्रघाती पार्टी भयो, महाकाली बेच्यो भन्ने आरोप नेकपा एमालेका विरुद्ध। यत्तिकै भारतले सीमा नदीलाई एकलौटी प्रयोग गरेको थियो। नेपालले कुरा उठायो, यो एकलौटी प्रयोग ठिक भएन भनेपछि अनेक प्रकारका गलत सम्झौता भए। ती सम्झौतालाई सच्याइयो। नेकपा एमालेको पहल प्रयासमा नै कामहरू भए। एमाले सच्याएपछि एमालेलाई राष्ट्रघाती भनेर थप्पा लगाउन थाल्यो। त्यही एमाले राष्ट्रघाती काम गर्यो भन्ने आरोपमा एमाले फुटाइयो। पछि त्यो मुद्दा नै छोडिदिएर फेरि तिनै मान्छेहरू एमालेमा मिल्न आए। एमाले त कमजोर पारिसकेका थियो नि, मिल्न किन आयो भने फेरि फुटाउनु थियो। पछि हामीले देख्यौँ जब एमाले बहुमतको पार्टी बन्यो, झन्डै 2/3 पार्टी बन्यो, तिनै शक्तिहरू फेरि लागे, तिनै शक्तिहरू सङ्गठित भए, तिनले नै पहल प्रयास गरे फेरि, र फेरि एमालेको 2/3 सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने एकल सरकार थियो नि। नेपालको हिस्ट्रीमा कम्युनिस्टहरूको बहुमतको, आरामदायी बहुमतको एकल सरकार थियो, त्यो त बनाएको थियो। त्यसलाई सही नसक्नु भएर ढाल्ने को थिए भन्दा तथाकथित कम्युनिस्टहरू थिए। कम्युनिस्ट बनाएर कम्युनिस्ट पार्टीभित्र घुसाइएका तत्त्वहरू नै थिए। तिनै कठपुतलीहरू काम परेका बेला तिनलाई प्रकट हुन लगाइयो र तिनीहरूले आफ्नो परिचय नखोलिकन क्रियाकलापबाट परिचय दिए। खास परिचय त खोलेनन्, को थिए तिनीहरू, परिचय बताएनन्, तर उनीहरूको क्रियाकलापले चाहिँ परिचय बताइराखेका थियो। उनीहरू कम्युनिस्ट विरोधी थिए, कम्युनिस्टको 2/3 झन्डै 2/3 सुदृढ बहुमतको सरकारका विरोधी थिए। उनीहरू त्यस्तो सरकार देख्न चाहँदैनथे र सुरुदेखि नै उनीहरूले ढाल्न चाहे। त्यो कुरा देखियो। अब पछिल्लो समयतिर पनि त्यस्ता कुराहरू देखिए। पछिल्लो समयतिर पार्टी विभाजनै गराएर छोडे उनीहरूले। विभाजन पछि विभाजन गराएर छोडे, कमजोर बनाउन खोजे। फेरि पार्टी मजबुतै भएको छ, फेरि पार्टी कमजोर भएको छैन। गलत तत्त्वहरू गए। एउटा सङ्गीतकार, गीतकार, गायक आफै भएका कविले, एउटा गीतकारले, गायकले गीत गाएका छन्। पिलो निचोरिँदैमा ओजन घटेको हुन्न। पिलोहरू निचोरिए, चाल्ने पिलो पलायो, थियो निचोरियो, ओजन त घटेन एमालेको। के कारणले घटेन भन्दा यसको नेतृत्व ठिक भयो, यसका नीति ठिक भए, यसका क्रियाकलाप ठिक भए, यो दृढतापूर्वक राष्ट्रहितको पक्षमा उभिएर अगाडि बढ्यो। त्यसकारण यसलाई संयोजन कसले गर्यो त? यसको नेतृत्वले गर्यो भनेपछि त्यसमाथि प्रहार त गर्नै पर्यो। त्यसकारण फलानु बिनाको एमाले, एमाले बिनाको नेपाल भन्ने नारा यत्तिकै बनेको त होइन नि। र सबैको एउटै स्वर छ, सबैको एउटै स्वर। मैले नाम लिन भन्दा पनि त्यति भन्दैछु,
सबैको। अहिले त अब ती सबै चाहिँ अत्यन्तै गजबसँग ध्रुवीकृत भएर गए नि। त्यसो भएर यो बुझ्नेलाई काफी छ, उनीहरूको क्रियाकलाप उनीहरूको तमासाले काफी बुझ्न पुगेको छ। नबुझ्न चाहनेलाई त केही गरे पनि बुझ्ने कुरा हुँदैन। यो ध्रुवीकृतका पछाडि, ध्रुवीकरण हुनुको पछाडि चाहिँ एमाले आफै पनि जिम्मेवार छ भनेर पनि टिप्पणी गर्ने गरिन्छ। तपाईँ आफै चाहिँ के भन्नुहुन्छ? मूल जिम्मेवार त ध्रुवीकरणका लागि एमाले हुनै भइगयो नि। एमाले देशको पक्षमा उभिन्छ, अरूले हमला गर्नै पर्यो, ध्रुवीकरण त भइहाल्छ। अनि एमाले दृढताका साथ उभिएर एमाले भित्र बसेर गडबड गर्न नसकेपछि बाहिर त जानु पर्यो। ती तत्त्वहरू बाहिर निस्किन्छन्। जसका मान्छे हुन् उनीहरू उतैतिर लाग्छन्, अनि त ध्रुवीकरण भइगयो। किन एमाले त आफ्नो अडान छोड्दैन, आफ्नो दृष्टिकोण छोड्दैन, र एमाले स्पष्ट छ एमाले बिगार्न सकिँदैन। यहाँभित्र बसेपछि अब बरु एक्सपोज भइसक्यो भनेपछि त्यहाँभित्र बसेरै त काम गर्न त गाह्रो हुन्छ नि। त्यसकारण ती बाहिर उछिटिएर जान्छन्। अब यो कस्तो हुन्छ भने चामल केलाउने भनेको भुस उडाउने हो, कनिका छुट्याउने हो, त्यही हो नि। तर हामीले चामल केलाउने कोसिसै गर्नु परेको छैन। नाङ्लामा हाल्ने बित्तिकै भुस आफै उड्छ, यो अचम्मको कुरा छ। महाधिवेशन आयो भनेपछि भुसहरू आफै उड्न थाल्छ। भनेपछि पार्टीभित्र पनि केही मानिसहरू काजमा छन् भन्ने लाग्छ मलाई। त्यो त देखिएकै छ, पहिलेदेखि नै देखिएको छ, हुने गर्छ। र यो धेरै अस्वाभाविक पनि होइन। जब शक्तिहरू छन् भने ती खेल्छन्। अहिले खास गरी सामाजिक सञ्जाल हेर्ने हो भने चाहिँ गालीवाद र लोकप्रियतावाद चरम देखिन्छ। नेता बन्न खोजेकाहरू पनि तिनीहरूको निशानामा पनि तपाईँ हुनुहुन्छ। कोही यसो चर्चामा आउनु पर्यो भने गाली गर्ने चाहिँ एमालेको अध्यक्षलाई हो, केपी शर्मा ओलीलाई हो भने जस्तो चाहिँ बाहिर देखिन्छ। के भन्न चाहनुहुन्छ तपाईँ? त्यो स्वाभाविक हो। उनीहरू आफ्नो महत्त्व बढाउनु पर्यो भने जसो भए पनि आफ्नो महत्त्व बढाउनु पर्यो भने पनि कसको विरोध गर्ने भन्दा जो बलवान छ, जो बलियो छ त्यसकै विरोध गर्ने हो। त्यसो भएर चर्चामा आउने हो। लोकप्रियतावाद भन्दा पनि नाङ्गो अवसरवाद चाहन्छु। यो लोकप्रियतावाद भनेर पनि कहाँ लोकप्रिय भएका छन् र? खुइलिएकै छन् त। अहिलेका लोकप्रिय भनिएका मान्छेहरू नि भाइरल हुने ट्रेन्ड छ नि। भाइरल भए पनि त कस्तो भाइरल भएका छन् भन्दा कुनै सकारात्मक हिसाबले ती मान्छेहरू लोकप्रिय भइराखेका होइन। विरोधीले उचारेर चर्चामा आउने, त्यसलाई लोकप्रिय भएको त्यति सायद भन्न मिल्दैन। विरोधीले उचालेर चर्चामा आउने, एमाले भित्र समस्या खडा गर्ने भएको हुनाले विरोधीले उचाल्ने, प्रशंसा गर्ने, प्रयोग गर्ने भनौँ न त्यसलाई। यो खालको ट्रेन्ड पार्टीभित्रै पनि कतिपय मानिसहरूमा देखिन्छ छ। पार्टी बाहिर पनि कतिपय मानिसहरूको चाहिँ बिहानदेखि बेलुकासम्म 15-20वटा पोस्ट चाहिँ तिनीहरूको हरेक पोस्टमा चाहिँ एउटा नाम हुन्छ, केपी शर्मा ओली। तिनीहरू नत्र भने तनखा पच्छ कसरी? तिनीहरू आफै हिसाब खोज्दैन लगानीकर्ताले। कस्तो पनि छ भने यो सरकार पनि तारो बन्न थालेको छ। कतिपय नयाँ पार्टीहरूको तारो आजै मात्रै पनि केही जेन्जी अगुवा जसले चाहिँ त्यो 23 गतेको लागि चाहिँ समयमा आएका थिए, उनले चाहिँ अब यो अब तपाईँहरूले चलाउने होइन, अब चाहिँ चलाउने चाहिँ हामीले हो भने चाहिँ आज मिडियामा कतै बोलेको कुरा सुनियो। के भन्न चाहनुहुन्छ तपाईँ? सही कुरा हो कि हामीले हो कि उनीहरूले हो, कि पोलिटिकल पार्टीले हो कि आन्दोलनकारीले हो। अलिकति आन्दोलन त उनीहरूले त यसो एउटा जुलुस त सुरु गरे हुन् नि उनीहरूले, केही माग त राखेका थिए नि उनीहरूले। अनि यी माग्न सायद अनि तोडफोड लुटपाट आगजनीका प्रतिनिधिहरूले सरकार चलाउने, यो कुन लजिक कहाँबाट आउँछ? यो कि त
आन्दोलनकारीले चलाउनु पऱ्यो, जेएनजीको हुन् तिनीहरूले चलाउनु पऱ्यो नि त सरकार। कि त राजनीतिक पार्टीले चलाउनु पऱ्यो। हाम्रो मान्यता त स्पष्ट छ, एउटा जुलुसमा एकछिन सहभागी भएर आफ्नै जुलुस नथामेका बिचरा जेएनजी युवाहरू, उनीहरूले आफ्नै जुलुस त एकछिन थामेनन्, अनि देश के चलाउँछन् उनीहरूले देश चलाउने होइन, उनीहरूले केही मुद्दा उठाएको थिए, देश चलाउने कुरा पनि गरेका थिएनन् त उनीहरूले। अहिले उनीहरूको यो हामी चलाउँछौँ, हामीले चलाउने हो भन्ने यो त प्रतिक्रिया स्वरूप आएको, उनीहरूको ओरिजिनल मागै होइन नि देश चलाउँछौँ भन्ने, हामी सरकार बनाउँछौँ भन्ने, सरकार हटाउँछौँ भन्ने उनीहरूको माग थिएन त। परिस्थितिले उत्पन्न भएको सरकार अहिले यो सरकार जो आगजनी तोडफोडको भरमा बन्यो नि, क्रान्तिको उपज हौँ भनेर जुन बन्यो, कुन क्रान्ति भयो? जेएनजीले गरेको होइन यो तोडफोड आगजनी, यो तोडफोड आगजनी लुटपाट क्रान्ति होइन, आतङ्क हो, अपराध हो यो। यसका बहानामा, यसलाई बहाना बनाएर जस्तो प्रकारका तत्त्वहरू सरकारमा पुगे, यो कुनै लास्टिङ हुने टिक्ने कुरा हो र यो? न विश्व राजनीतिमा न राष्ट्रिय राजनीतिमा कतै यो टिक्छ? यो सरकारलाई न राजनीतिक दलको समर्थन रहने अथवा सहयोग रहने, न अब जेएनजी भनेका जेएनजी अगुवा भन्नेहरूले पनि उनीहरूले पनि आक्रोश पोख्ने, यो सरकार चाहिँ को प्रति जवाबदेही छ? के लाग्छ यहाँलाई? प्रच्छन्न अथवा गुप्त षड्यन्त्रकारीहरूको पृष्ठपोषण बाहेक, जनतामा रहेको अलिकति भय त्रासको कारण बाहेक यिनीहरू टिक्ने कुनै आधारै छैन। न संविधान, न कानुन, न लोकतन्त्र, न प्रणाली, न जनता, न जेएनजी, न राजनीतिक दल, केही पनि छैन त। चुनाव त फेरि यही सरकारले गराउन लागिरहेको छ, त्यो त भनाइ हो। यस्तो सरकारहरूले चुनाव सजिलोसँग फागुन 21 भनेर फागुन 21मा दुनियाँमा कहाँ चाहिँ गराएको छ र यहाँ गराउँछ? म्यानमारमा कतिपल्ट सरिसक्यो चुनाव, गर्छु 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 भन्छ, अनि अर्का ठाउँ कहाँ दोष हाल्छ, यसो गरिदिए उसो गरिदिए भन्छ र गर्दैन। यो गर्ने छाँटै छैन त। कहाँ जेलबाट फरार अभियुक्तहरू अथवा कैद फैसला गरेर अपराधी भनेर चाहिँ फैसला गरेर थुनेका मान्छेहरू जो छुटाइयो, छोडियो, भगाइयो, ती मान्छेहरू पक्रिनेतिर उसको कहाँ ध्यान छ? अहिले पनि उनीहरू त नेता फसाउने कसरी भन्नेमा लागेका छन् त। निर्दोष मान्छेलाई दोषी करार गर्ने कसरी भन्नेमा लागेका छन् त। दोषी त उनीहरूले त भगाएका छन् नि त। अनि जेल फोडाउने यिनीहरू होइन, कसले फोडायो त जेल? क्रान्ति, यो जेल फोडेका कुरालाई क्रान्ति भन्ने यिनीहरू होइन, तोडफोड आगजनीलाई क्रान्ति भन्ने यिनीहरू होइन। ती मान्छे त पक्रिनेतिर त ध्यान गइरहेको छ नि त। त्यत्रो हतियार लुटाउने खोसाउने यिनीहरू होइन, अनि त्यो हतियार सङ्कलन गर्नेतिर लाग्नु पर्दैन? त्यो होइन, पोलिटिकल पार्टीका नेताहरूलाई चाहिँ अपमान गर्ने होइन। एउटा घरको नक्सा कसैले बनायो अरे इन्जिनियरले, नक्सा बनायो, नक्सा बनाएकोलाई बेइज्जत अपमान गर्नुपर्छ, कारवाही गर्नुपर्छ भन्ने मन्त्री यी मन्त्री हुन लायक छन् यी पात्रहरू? सरकारमै बसेर पहिले पार्टी खोल्ने पनि एउटा ट्रेन्ड, पार्टीको विरोध गर्ने, दलीय हुनु हुँदैन भन्ने, दलको विरोध गर्ने, लोकतन्त्रको विरोध गर्ने, पार्टी खोल्ने, अनि सरकारको सुविधाको दुरुपयोग गर्ने, सरकारको सुविधाको दुरुपयोग गरेर सिंहदरबारमा बसेर त्यो सुविधाको दुरुपयोग गरेर पार्टी खोल्ने, अनि त्यस्ता मान्छे फेरि निर्दलीय भइराख्ने। त्यस्ता मन्त्रीलाई तपाईँ के भन्न चाहनुहुन्छ? तिनको बारेमा त कमेन्ट पनि गर्न चाहन्न, कमेन्ट गर्न लायक पनि छैन। जनतालाई एक खालको अन्यल चाहिँ कता कता सिर्जना भएको जस्तो देखिन्छ। नेकपा एमाले संसद पुनर्स्थापना भनिरहेछ। संसद पुनर्स्थापना भएर फेरि राजनीतिक कोर्स एउटा गतिमा अगाडि
बढ्छ कि बढ्दैन भन्ने एउटा चिन्ता छ। यदि त्यसो नभयो भने फेरि चुनावमै फेरि चुनाव जुन घोषित फागुन 21 भनिएको छ त्यो पनि हुन नसक्ने, संसद पुनर्स्थापना पनि हुन नसक्ने भयो भने त्यस फेरि एउटा अन्धकार स्वरूपमा जान्छ कि भन्ने डर पनि जनतामा देखिन्छ। पहिलो कुरा असंवैधानिक ढङ्गले जे कामहरू भए ती सच्याइनुपर्छ। संविधान जुन मिचियो त्यसलाई फर्काउनुपर्छ। त्यो भनेको अनधिकृत ढङ्गले संसद विघटनको सिफारिस हो। अनधिकृत हक दैया नभएका व्यक्तिहरूबाट असंवैधानिक सिफारिस भयो र असंवैधानिक विघटन भयो। त्यसलाई फर्काउनुपर्छ। अब हामी समस्या समाधानका बाधक होइन, समस्या समाधानका लागि अत्यन्तै उदारपनाका साथ, लचकताका साथ अगाडि बढ्न तयार छौँ। हामीले भनिराखेका छौँ संविधान संशोधन गरौँ। एकछिनलाई कुनै संविधानको धारा निलम्बन गरेर पोलिटिकल पार्टीहरूभन्दा बाहिरकै मान्छे ल्याएर नै प्रधानमन्त्री बनाउनुपर्छ चुनावसम्मका लागि भने त्यो व्यवस्था संविधानमै गरौँ। संविधान बाहिर गएर होइन, संविधानबाटै गरौँ। त्यो व्यवस्था खास अवधिसम्मका लागि गरौँ, सधैँका लागि हुँदैन। खास अवधिसम्मका लागि गरौँ। र एउटा कुरा के भने हामीले भनेको कुरामा संविधान संशोधन भइसकेपछि, संसद पुनर्स्थापना भइसकेपछि फेरि राजनीतिक पार्टीहरूले संसदको प्रयोग गरेर आफ्नै कुरा गर्छन् भन्ने जुन परेको छ, म भनिराखेको छु त्यस्तो हुँदैन। म एउटा प्रमुख पार्टी मध्येकै एउटा पार्टीको अध्यक्षको हिसाबले बोलिरहेको छु, संसदीय दलको नेताको हिसाबले बोलिरहेको छु भने हामी एकछिनको धोका दिने राजनीति गर्दैनौँ। तसर्थ हामी एउटा सर्वपक्षीय, सर्वदलीय मात्रै भन्दिनँ म, सर्वपक्षीय सहमतिका साथ अगाडि बढ्न तयार छौँ। हाम्रो भनाइ लोकतान्त्रिक प्रणाली र संवैधानिक प्रक्रिया, लोकतान्त्रिक प्रणाली र संवैधानिक प्रक्रिया अन्तर्गत नै जुनसुकै पनि कदम चालिनुपर्छ। त्यसका निम्ति संसद पुनर्स्थापना, संविधान संशोधन, के संशोधन गर्ने भने तय गरौँ न। अहिले संविधान संशोधन भनेर सम्पूर्ण कुराको संविधान संशोधनको जुन एउटा प्रक्रिया हो या आवश्यकता हो, अथवा नेपाली कङ्ग्रेस र नेकपा एमाले संयुक्त सरकार बनाउँदा दोस्रो मुद्दामा संविधान संशोधन गर्छौँ भनेर जुन भनेका थिए त्यस अन्तर्गतको संविधान संशोधन होइन, अहिलेको परिस्थितिलाई सम्बोधन गर्नका लागिको संविधान संशोधन अहिले गरौँ, अनि संविधान संशोधन पछि गरौँला। अन्य राजनीतिक दलहरूसँग चाहिँ यहाँहरूको चाहिँ छलफल यो सन्दर्भमा चाहिँ भएको छ कि छैन? अवश्य नै भइरहेछ। नेपाली काङ्ग्रेसका सभापतिलाई यहाँले भर्खरै भेट्नुभयो, उहाँसँग यो विषयमा कुराकानी भयो कि भएन, अर्थात् अनि के विषयमा कुराकानी भयो भनिदिनुहोस्। एउटा चाहिँ उहाँ घाइते हुनुभएको थियो, स्वास्थ्य उपचारका लागि जानुभएको थियो। मैले स्वास्थ्यको बारेमा रुचि राख्ने, स्वास्थ्यको बारेमा सोधीखोजी गर्ने, उहाँलाई आतङ्ककारीहरूले, अपराधी तत्त्वहरूले हमला गरेका थिए, कुटपिट गरेका थिए। उहाँलाई, उहाँको म्याडमलाई यस सम्बन्धमा सोचपुछ गरेर शीघ्र स्वास्थ्य लाभको कामना गरे। दुईटा राजनीतिक नेताहरूको बिचमा, व्यक्तिहरूको बिचमा भेटघाट हुँदा राजनीति बारेमा कुराकानी हुने भए स्वाभाविक हो। विभिन्न विषयमा छलफल भए, यो सारा सन्दर्भको बारेमा छलफल भयो। जहिलेदेखि हाम्रो भेटघाट भएको थिएन, चीनबाट म फर्किएपछि हाम्रो भेट भएको थियो 18-19 त्यसपछि बल्ल भेट भएको। त्यसभन्दा यताका सम्पूर्ण घटनाक्रमहरू, विभिन्न भएका परिवर्तनहरू आदिको बारेमा कुरा हुने भयो। अब म थोरै पार्टीको खास गरी नेतृत्व निर्माणतर्फ जान चाहन्छु, जसका बारेमा
आम कार्यकर्ता पङ्क्तिमा असाध्यै ठुलो चासो छ। यो महाधिवेशन मूलत नेतृत्व निर्माणका सन्दर्भमा हुँदैछ, किनकि नीति महाधिवेशन जसलाई विधान महाधिवेशन पनि भनिन्छ त्यो सम्पन्न भइसकेको छ। यहाँले नेतृत्व निर्माण कसरी गर्दै हुनुहुन्छ? पहिलो कुरा त तपाईँले ठिक भन्नुभयो। हामीले भदौ 20, 21, 22 गते विधान महाधिवेशन भनेर त्यहाँ हामीले गरेका कामहरू, हामीले लिने नीतिहरू आदिको बारेमा राम्रो छलफल गऱ्यौँ। हाम्रो विगत, हाम्रो वर्तमान र हाम्रो भविष्यका बारेमा हामीले छलफल गऱ्यौँ। राजनीतिक कार्यक्रममा हामीले, राजनीतिक प्रतिवेदनमा हामीले ती कुराहरू अगाडि सार्यौँ र साङ्गठनिक प्रतिवेदन त्यसमा सङ्गठन सम्बन्धी संरचनागत, विकासगत आदि इत्यादि कुराहरू, हाम्रा अनुभव, अब कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा कुराहरू गऱ्यौँ र हाम्रा अनुभवहरूलाई समेटेर विधान कसरी जानुपर्छ भन्ने कुराहरू गऱ्यौँ। केही हेरफेर गर्नु पर्यो भने यस महाधिवेशनले गर्न नसक्ने होइन, तर यस बिचमा अनुभवले विधानमा केही कुरा, एकाध कुराहरू विधानमा संशोधन गर्नु पर्यो भने कुनै, नत्र भने संशोधन गर्नुपर्ने कुनै कुरा भएका छैनन्। कुनै गतिविधिको कुरा, यसबिचका गतिविधिहरूको कुरा भन्ने हो भने यस सम्बन्धमा हामीले केन्द्रीय कमिटीको बैठकमा भदौ 23-24 को गतिविधि, त्यसबाट सिर्जित परिस्थिति, त्यसले ल्याएको परिवर्तन आदिको बारेमा केन्द्रीय कमिटीको बैठकमा त्यसको 1 महिनापछि आश्विन 28, 29, 23 मा ती कामहरू गऱ्यौँ। 29, 30, 31 कामहरू गऱ्यौँ। त्यसो भएर यो परिस्थितिको पनि हामीले केन्द्रीय कमिटीको बैठकले 3 दिन लगाएर राम्ररी छलफल गर्यो। 328 जनाले विचारहरू व्यक्त गरियो, मन्थन गरियो र 15 बुँदे प्रस्ताव पारित गरियो परिवर्तित सन्दर्भमा। त्यो यथावत छ। त्यो महाधिवेशनको विषय बनाइरहनु पर्ने खालको अब अवस्था छैन। त्यसो भएर अब हामी सोझै ती नीति कार्यक्रमहरू र परिवर्तित सन्दर्भको केन्द्रीय कमिटीको उसलाई कार्यान्वयन गर्ने सन्दर्भमा महाधिवेशनमा नेतृत्व निर्माण गर्ने त्यस काममा केन्द्रित हुन्छौँ। मूल नीतिहरू, हाम्रा नीति, हाम्रा विश्लेषणभन्दा परिवर्तित सन्दर्भमा पनि केही फरक छैन। प्रतिगमन भयो, त्यसलाई फेरि अग्रगमनतिर लानु छ। संविधान मिचियो, प्रतिनिधि सभा विघटन गरियो, लोकतन्त्रलाई अपाङ्ग बनाइयो, घाइते बनाइयो। त्यस स्थितिबाट मुलुकलाई फर्काउनु छ। शान्ति सुव्यवस्था खलबलाइयो, कानुनी राज होइन अराजकता सिर्जना भयो, त्यसलाई ठिकतिर फर्काउनु छ। यो एउटा पार्टी विशेषले होइन, लोकले देखेको बुझेको कुरा हो। कसैले भन्न सक्यो होला, कसैले सकेन होला, कसैले बोल्यो भने कारवाही हुन्छ भन्ने डरले बोलेन होला, ती आफ्नै ठाउँमा होला। कुनै पार्टीहरू स्वरमा स्वर मिलाउन गए होला। अब नेकपा एमाले त्यसो गरिरहनु पर्ने आवश्यकता नभएको हुनाले स्पष्टतः एमाले अगाडि बढिसकेको छ। यो महाधिवेशन एकताको महाधिवेशन बन्छ कि बन्दैन भन्ने पनि त्यसका दुईटा परिभाषा छन्। एकताको महाधिवेशन भनेको के हो भनेर बुझ्नु पर्दछ। पार्टीमा र अन्यत्र पनि गठन, पुनर्गठन, हस्तान्तरण, पुस्तान्तरण आदिका कुरा उठेका छ। यो सधैँ भइराखेका कुरा हो। यो अहिले नयाँ कुरा होइन। पुष्पलालले स्थापना गर्नुभएको पार्टी थियो। त्यसपछि कति त्यसका प्रमुख नेताहरू भए, हस्तान्तरण भएको छैन। अनि 6 सालदेखि एउटै नेतृत्व अहिलेसम्म आएको आइछ र नेपाली कङ्ग्रेसमा पनि कति नेताहरू भए, कति परिवर्तन भए, हुँदै आएको छ, अहिलेको अवस्थामा आइपुगेको छ। परिवर्तन भएको छैन र अनि यो को अलमा जाएर परिवर्तन हुने होइन। अर्को कुरा, अघि एउटा पपुलिस्ट पोलिटिक्सको कुरा गर्नुभएको थियो।
जेनजीलाई सुम्पर्नुपर्छ, नेतृत्व जेनजीलाई सुम्पर्नुपर्छ जस्ता हावा कुराहरूका पछाडि नेकपा एमाले लाग्दैन। कुनै चिजका लागि त्यसको आफ्नो प्रक्रिया हुन्छ, आफ्ना मापदण्ड हुन्छन्, आफ्ना स्तर हुन्छन्, ती प्राप्त गरेको हुनुपर्छ। नागरिकता प्राप्त गर्न कति वर्ष उमेर पुग्या हुनुपर्छ त्यही, मतदान अधिकार प्राप्त गर्न कति वर्ष पुग्या हुनुपर्छ त्यही, सांसद हुन कति वर्ष पुगेको हुनुपर्छ त्यही, राष्ट्रिय सभाको सदस्य हुन कति वर्ष उमेर पुग्या हुनुपर्छ त्यही हुनु पर्यो नि। राष्ट्रिय सभा सदस्यमा जेनजी हुने चलन छैन, संविधानले मान्दैन। राष्ट्रिय सभालाई 35 वर्ष पुगेको मान्छे भन्छ, राष्ट्रपतिमा त्यस्तो भन्छ, या कति वर्ष पुग्या। प्रतिनिधि सभामा मन्त्री हुनलाई कति वर्ष पुरा भएको भन्ला, अर्को चिज भन्ला, राष्ट्रपति हुन यति वर्ष पुरा भएको हुनुपर्छ भन्ला। यस्ता कुराहरू हुन्छन्। प्रोफेसर हुन यति वर्ष लेक्चरर भएर, यति वर्ष रिडर भएर अनि प्रोफेसर हुने भन्ने बनाएको हुन्छ। त्यसमा यस विषयमा यस्तो डिग्री हासिल गरेकोले त्यस विषयको प्रोफेसर प्राप्त गर्ने भन्ने हुन्छ। त्यसकारण कुनै पनि चिजका मापदण्ड हुन्छन्, प्रक्रिया हुन्छन्। यति वर्ष पुगेपछि छोड्ने भन्ने हुन्छ। त्यसका आवश्यकता हेरेर त्यसको काम के हो, खेलाडीले कहिले छोड्छ, धावकले कहिले छोड्छ, कुस्तीबाजले कहिले छोड्छ, मुक्केबाजले कहिले छोड्छ, वाचक एउटा कथावाचकले कहिले छोड्छ, प्रोफेसरले कहिले छोड्छ, फरक हुन्छ उमेर। किन कुस्तीबाज हुन, मुक्केबाज हुन र प्रोफेसर हुन एउटै कुरा होइन। त्यस कारण प्रोफेसरले अलिक पछि नै छोड्छ, डाक्टरले अलिक पछि छोड्छ, मुक्केबाजले कुस्तीबाजले पहिले नै छोड्छ। त्यो कामको प्रकृति हेरेर रिटायर कहिले हुने, प्रवेश कहिले गर्ने भन्ने कुरा हुन्छ। तसर्थ यो हामी कुनै बहकाममा छैनौँ। अनुभवी, दक्ष लिडर भनेको लिडर हो, लिडर छान्ने भनेको लिडर छान्ने हो। त्यो हावामा कुनै कुरा गर्ने त होइन नि। अहिले विभिन्न उम्मेदवारीहरू पनि घोषणा भएको छन्, यी सन्दर्भमा के भन्न चाहनुहुन्छ? त्यो त डेमोक्रेटिक एक्सर्साइज हो नि, पाइयो नि त। जो प्रतिनिधि छ, प्रतिनिधि भएपछि जुनसुकै तहको पनि उम्मेदवारी दिन पाइन्छ। मैले माथिदेखिकै कुरा गरेँ, पदाधिकारीमा पनि उम्मेदवारी घोषणा पाइन्छ, पाइने कुरा हो। तर हजुर, यति बेला देशको अवस्था यस्तो भएको बेला र वास्तवमा देशमा अनेक असहजता, अप्ठ्याराहरू पार लगाएर आएको, सक्रिय नेतृत्व भइराखेको जटिल अवस्थामा अस्वाभाविक ढङ्गले नेतृत्वको विवाद उठाउनु यो उम्मेदवारी दिने मात्रै कुरा होइन नि। पहिलेदेखि ओली बिनाको एमाले नारा जो विरोधीहरूले लगाइराखेका थिए, त्यो नारा बोकेर एमाले भित्र त्यो नाराको झन्डा बाहिरबाट फुत्त एमालेको रिङभित्र छिराउनु र त्यो उठाएर कुद्नु भनेको चाहिँ अलिक अस्वाभाविक हो। त्यति मात्रै हो, अधिकार छ, त्यो उठाउन पाइन्छ। तर यो स्वाभाविक होइन। यस्तो बेलामा त्यसरी होइन, एकताबद्ध भएर जानु पर्थ्यो। तर मैले अघि नै भने, एकता भने के, एकताबद्ध बनाएर लानु भनेको के? तपाईँलाई भन्छु म, नेकपा एमालेको यो महाधिवेशन एकताको महाधिवेशन हुनेछ। यो महाधिवेशन आफैमा एउटा सानोतिनो पुनर्गठनको महाधिवेशन हुनेछ। यो पुस्तान्तरणको, हस्तान्तरणको महाधिवेशन हुनेछ। र यो महाधिवेशन केही मानिसहरू बाहिरिने, केही मानिसहरू प्रवेश गर्ने हुनेछ। नत्र भने त सङ्गठन त एउटा जेनेरेसनसम्म अडिएर बस्छ, तिनी मान्छे बस्छन्, ती सिद्धिँदाखेरि त्यो सङ्गठन सिद्धिन्छ। त्यस्तो त हुने होइन नि त। यो त गतिशील हुन्छ नि सङ्गठन भनेको। त्यसकारण एकताको महाधिवेशन भनेको उनै मान्छे रहने, त्यही ठाउँमा रहने, अरू आउन नपाउने,
भइरहेकाले छोड्न नपर्ने त्यस्तो हुँदैन। भइरहेकाले छोड्नुपर्छ, नयाँलाई आउन दिनुपर्छ। केही हट्छन्, केही आउँछन्। अब त्यसो भए हट्दा सबै हट्नुपर्ने, नहट्दा सबै नहट्नुपर्ने, अनि आउँदा सबै आउनुपर्ने, नआउँदा कोही पनि आउनु नहुने भन्ने त हुँदैन त, हुन्छ र? त्यसो भएर केही हट्छन्, केही आउँछन्। त्यसले एकताको महाधिवेशन भन्ने सन्दर्भमा कुनै गलत पारेको हुँदैन प्रभाव। खालि हामी नीतिहरूमा एकताबद्ध भएर चलाउने, पार्टीलाई एक ताल एक सुरमा अगाडि बढाउने, त्यो खालको पार्टी नेतृत्व निर्माण हुन्छ कि हुँदैन, र पार्टीलाई त्यसै अनुसार गतिशील गराउन सक्षम नेतृत्व निर्माण हुन्छ कि हुँदैन भन्ने कुरा हो। यो महाधिवेशन एकताको महाधिवेशन हुनेछ। हस्तान्तरण पुस्तान्तरण सर्वसम्मति हुन्छ कि चुनाव हुन्छ भन्ने पनि एक खालको त्यो क्युरियोसिटी पनि देखिन्छ। सबै सर्वसम्मति त हुनै हुँदैन नि, हुनै सक्दैन नि। सर्वसम्मति त तपाईँको भावनालाई दबाएर मैले आफूले मात्रै गर्न पाएँ भने सर्वसम्मति हुन्छ, या मेरो भावना दबाएर तपाईँले आफ्नो मात्रै गर्न पाउनु भने सर्वसम्मति हुन्छ। तपाईँ पनि अगाडि बढ्न पाउने फियरली, म पनि अगाडि बढ्न पाउने हो भने प्रतिस्पर्धा त भइहाल्छ नि। खालि प्रतिस्पर्धाको मनसाय के हो? कस्तो परिस्थितिमा कस्तो प्रतिस्पर्धा, प्रतिस्पर्धाका नाउँमा कस्ता व्यक्तिले, प्रतिस्पर्धाका नाउँमा कस्तो व्यक्तिले के गर्दैछ भन्ने कुरा महत्त्वपूर्ण कुरा। बाहिर कस्तो पनि टिप्पणीहरू हुने गर्छ भने अहिलेकै नेतृत्वको निरन्तरता हुने कुरा एकदम ठिक छ, तर भन्ने कुरा आउँछ फेरि बिचमा। तर होइन, उहाँले कार्यशैली त चेन्ज गर्नु पर्यो नि त। टिप्पणीहरू चाहिँ सुन्ने गरिन्छ। होइन, मलाई बताइदियो भयो के चेन्ज गर्नु पर्यो। जस्तो म कसैलाई रफ बोलेर, गाली गरेर, हप्की तप्की गरेर, अपमान गरेर, होच्याएर चलेको छु र त्यस्तो गर्नु हुँदैन भन्ने हो कि? मैले जिन्दगीमा कसैलाई अपमान गरेर बोलेको छैन, हप्की तप्की कसैलाई गरेको छैन। राजनीतिक विश्लेषण गर्दा जे यथार्थ हो त्यो विश्लेषण भन्दा कसैको अपमान हुनु बेग्लै कुरा होला। अपमान भयो भन्ने ठान्नु, प्रतिगमनकारीहरूलाई प्रतिगमनकारी भन्दा यो पोलिटिकल भाषा हो, अपमान होइन। र आगजनीलाई आगजनी, लुटपाटलाई लुटपाट, तोडफोडलाई तोडफोड भन्दा कुनै अपमान होइन। अब जेनजी आन्दोलनलाई अपमान गर्यो भन्छ, त्यो जेनजी आन्दोलन हो? जेनजीले के यो आगजनी, तोडफोड, लुटपाटको जिम्मा लिन्छन् कि जेनजी लुटपाट गर्न गएका थिए, भाटबटिन लुट्ने जेनजी हुन्? यो झुटो कुरामा ठग व्यापार किन गर्ने? ठग व्यापार चल्दैन। यस्ता कुराहरूमा सही बोल्नु पर्छ। बाँकी आचरणको कुरामा, व्यवहारका कुरामा, कुनै कुरामा, कुनै खानपिन आदि इत्यादि केही कुरामा, अथवा कार्यशैलीमा कस्तो परिवर्तन भनेको, कस्तो परिवर्तन, त्यो कुरा कसैले बताइदिनु पर्यो। यस्तो परिवर्तन हुनु पर्यो। बैठकहरू लामा लामा हुने गर्छन्, त्यही यस्ता विषयमा छलफल हुँदैन? किन सामाजिक सञ्जालमा मात्र यस्ता कुरा पोखिन्छन्? सामाजिक सञ्जालका मात्रै विषय हुने यिनीहरू। बैठकमा त मैले मागिराखेका हुन्छु, आलोचना मागिराखेका हुन्छु। मेरो दिनचर्यादेखि मेरो किचन ओपन हुन्छ, मेरो बेड ओपन हुन्छ, मान्छेले देखाएको छ त सबै कुरा। त्यसो भएर कुनै कुरा लुकेको छैन। मलाई साथीहरूले रातभरि भेटिराखेका हुन्छन्, दिनभरि भेटिराखेका हुन्छन्, बिहान भेटिराखेका हुन्छन्, बेलुका भेटिराखेका हुन्छन्, रातभरि भेटिराखेका हुन्छन्, घरमा भेटिराखेका हुन्छन्, कार्यालयमा भेटिराखेका हुन्छन्। तपाईँका सहकर्मी सँगै लामो यात्रा
गर्नुभएका नेताहरूबाटै आम पब्लिकमा जसरी कुराहरू व्यक्त भइरहेका छन् यो महाधिवेशन लागेको हो कि साँच्चीकै चाहिँ उहाँहरूले चाहिँ त्यो आफ्नो कुरा भनिरहनु भएको हो कि अथवा यो समस्या सिर्जना गर्न खोजिया हो कि यो के भन्न चाहनुहुन्छ अध्यक्ष? कुरा आएको छ कार्यशैलीमा सुधार हुनुपर्छ भन्ने। विचार गलत बोक्यो, गलत विचार लियो, ठिक विचार भएनन् भन्ने छैन। कुनै आचरणमा कमी आयो, नैतिकतामा कमजोरी छ, आदर्शपूर्ण व्यवहार आचरण छैन, यस्ता कुनै आरोपहरू आएका छैनन्। आरोपहरू विरोधीहरूले लगाउने त अब नेपालको 7औं धनी भनेर भन्ने जस्ता हावादारी कुराहरू अथवा आग्रह आवेश उत्तेजनाका केपी ओलीको घर बनाउने फोटो के अरे त्यो नक्सा, घरको नक्सा कसले स्केच गर्यो, कसले तयार गर्यो, त्यो इन्जिनियरलाई चाहिँ घृणा गर्नुपर्छ, त्यसलाई बदनाम गर्नुपर्छ, त्यसको चरित्र हत्या गर्नुपर्छ, त्यसलाई कारवाही गर्नुपर्छ भन्ने जस्ता मन्त्रीहरूका उत्तेजनाहरू ती आगजनीवाला उत्तेजनाहरू, तोडफोड लुटपाट गर्ने खालका उत्तेजनाहरू, ती उत्तेजनाको कुरा बेग्लै हो। नत्र भने त्यस्ता कुनै आरोपहरू, यथार्थ आरोपहरू केही छैन। काम गर्दैन, सक्रिय छैन भन्ने आरोप पनि छैन, निर्णय क्षमता छैन भन्ने आरोप पनि छैन, उचित समयमा निर्णय लिन सक्दैन भन्ने आरोप पनि छैन, नीति निर्माणमा प्रभावकारी भूमिका निभाउन सक्दैन भन्ने पनि आरोप छैन। राजनीतिमा चाहिने इमान, निष्ठा त्यो भएन भन्ने पनि आउँदैन। अब आएर कार्यशैलीमा सुधार हुनु पर्यो, केमा सुधार हुनु पर्यो म सोध्छु, सोध्ने गरेको छु। मलाई आलोचना गर्नुहोस्, यथार्थ आलोचना, तथ्यमा आधारित आलोचना गर्नुहोस्, मैले माग गर्छु साथीहरूसँग। मैले सोद्धाखेरि केही पनि आउँदैन। बाहिर म देख्छु सामाजिक सञ्जालहरूमा यताउता कार्यशैलीमा सुधार हुनु पर्यो। कहाँनेरि के कार्यशैली? कार्यशैली भनेकै नबुझेर कार्यशैली भने हो कि बुझेर कार्यशैलीमा सुधार हुनुपर्छ भने हो? के शैलीमा के सुधार हुनु पर्यो त? यस सन्दर्भमा अमूर्त कुराहरू छ, अर्थात् यथार्थ आलोचना छैन। दुनियाँमा सायद म एउटा नेतृत्वमा बसेको व्यक्ति यति आलोचना गर्न सक्ने, आलोचनाको ठाउँै फेला नपरेको व्यक्ति, त्यो भाग्यमानी व्यक्ति म एउटा पर्छु होला। कमसेकम खैनी खायो भन्ने आरोप पनि छैन, चुरोट खायो भन्ने आरोप पनि छैन, जाँड रक्सी खान्छको आरोप पनि छैन, अरू कुनै केही कुरामा लोभ गर्यो भन्ने आरोप पनि छैन। कति केही आरोप छैन त? यो एउटा यत्रो लामो समयको राजनीतिक जीवनमा यो एउटा धेरै ठुलो उपलब्धि हो भन्ने ठान्छु। शौखिन भयो, ऐश आरामको जिन्दगी बितायो भन्ने पनि छैन। म बिहान खाजा खाने गर्दिनँ, दिउँसो खाजा खाने गर्दिनँ, 2 छाक खाना खान्छु। त्यो 2 छाक खाना कस्तो हुन्छ? एक्लै बसेर प्राय म खाना भ्याउँदिनँ, अरूसँगै बसेर खाने हो, त्यो पनि मान्छेले देखा हुन्छ। 2 छाक खाना भन्दा पनि म प्राय 1 छाक खाना खान्छु। बेलुका साँझको खाना भ्याइँदैन पनि, अप्ठ्यारो हुन्छ, 12-1 बज्छ, बढी व्यस्त हुन्छु। त्यसले गर्दाखेरि खानाभन्दा बरु अलिकति फलफुल खायो, केही खायो, सिद्धियो, या 1 फाँको चिउरा खायो, पानी खायो, सुत्यो। त्यसरी नै मैले चलाएको हुन्छ। अब कार्यशैलीमा सुधार भने आउँछ, म कसैसँग दुर्व्यवहार गर्ने, कसैसँग झैझगडा गर्ने, कसैलाई अपमान गर्ने, कसैलाई होच्याउने, कसैसँग रुखो व्यवहार गर्ने त्यो गर्दिनँ।
अहिलेसम्म मैले सङ्गत गरेका मान्छेहरूमा मलाई यसरी गाली गर्यो, यसरी हप्कायो, यसरी कडा शब्द बोल्यो, यस्तो अपशब्द बोल्यो, यस्तो कुनै आरोप जिन्दगीमा हुन सक्दैन। मैले कुनै आलोचना गर्नु पर्दाखेरि पनि नरम शब्दमा र अत्यन्तै संयमित ढङ्गले मात्रै मैले कुनै कुरामा आलोचना गर्दा सुझावको हिसाबले यसो नगरेर यसो गर्दा राम्रो हुन्छ भन्ने मात्रै भन्ने हो। अब जहाँसम्म मान्छे असन्तुष्ट छन् भन्ने कुरा, यु कान्ट प्लिज एभ्रिवान भन्छ। तपाईँ हरेकलाई खुसी पार्न सक्नुहुन्न। हरेक खुसी त आफ्नो स्वार्थ पुरा भयो भने मात्रै खुसी होला। सन्तोषम परमम सुखम भनेर कति मान्छेले सन्तोष नै परम सुख हो भनेर सन्तोष मानेर कति मान्छे हिँड्छन्। असन्तोष प्रधान समय छ। अघि प्रदीप गेवालीजीसँग कुरा गर्दै थियौँ हामी, अनि मैले भने यो ग्रह नक्षत्रहरू, हाम्रो आकाशमाथिका ग्रह नक्षत्रहरू मान्छेलाई त दोष लाउन मिलेन, त्यस कारण ग्रह नक्षत्रलाई दोष लाउँ। यो असन्तुष्टि प्रधान बनाइदिने, सबैलाई असन्तुष्ट बनाइदिने, सबैलाई नाखुस बनाइदिने ग्रह दशा हाम्रो आकाशमाथि छ। ती ग्रह दशाहरूको यस्तो जोग परेको छ जसले गर्दा यहाँ मान्छेका घर देखेपछि आगो लगाइदिउँ हुने, राम्रा पसल देखेपछि लुटौँ हुने, राम्रा सिसा भएका घर देख्यो भने ढुङ्गा हानेर फोडिदिउँ लाग्ने, कसैले राम्रो गर्यो भने त्यो राम्रोलाई नराम्रो भनौँ गाली गरौँ लाग्ने, कसैले खेतमा लाउने कुलो बनाएको देख्यो भने त्यसलाई भत्काइदिउँ लाग्ने, यो खालको प्रवृत्ति हुने। यो ग्रह दशाकै खेल हो कि हाम्रै आकाशमाथि चाहिँ यस्ता ग्रह दशा फेरि अरूतिर नआउने, हाम्रैमा चाहिँ किन आउने? अलिक टेढामेढै भएका हुन् कि क्या हो ग्रह दशा भनेर अघि हामीले अलिकति ठट्टा गरेका थियौँ। त्यस्तै मानिसहरूमा असन्तुष्टि प्रधान, जेमा पनि असन्तुष्टि व्यक्त गर्न मन लाग्ने, अलिकति विरोध गरिहाल्नुपर्ने, कसैको प्रशंसा गर्न नसकिने, त्यो ग्रह दशालाई शान्त पार्ने केही उपाय यो त्यही त महाधिवेशनले हाम्रो महाधिवेशनै त्यही हो। यी सबै प्रकारका ग्रह दशाहरूलाई ठिक ठाउँमा हिँडाउने। विगतका महाधिवेशनहरू हेर्ने हो भने एमालेका लागि महाधिवेशनले सबै सुखद सन्देश मात्रै पनि दिएको छैन। 8औं महाधिवेशनमा यहाँ अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो, अध्यक्ष हुन खोज्नु भएको थियो, मत पुगेन। बाकस साट्ने भन्ने कुरा भयो, मतपत्र साट्ने भन्ने भएको थियो। यो मतपत्र आफै छाप्ने, बाक्सा साट्ने, आफ्नै कब्जामा आफैले छाप्ने, आफैले कब्जामा लिने, आफैले रेजा लाउने, होटलमा बसेर रेजा लाउने, बाकस निर्वाचन आयोगबाट लिएर गएका थिए। ती बाकसहरूमा उहीँ भर्ने, त्यहाँबाट ती बाकस आफूले लगाएका रेजा लगाएका ल्याउने र त्यहाँ भएका चाहिँ लिएर जाने, आफूले ल्याएका चाहिँ गनाउने, यस्ता सबै काम भएका थिए। तर एउटा कुरा के हो भने 8औं महाधिवेशनमा त्यति गरेर हराउँदा पनि पार्टी त हामीले फुटाएन। मैले यही कुरा गर्न खोज्दै थिएँ, म यहीँ आउँदै थिएँ। त्यसो हुँदा पनि तपाईँ एमाले छोडेर चाहिँ जानु भएन। छोड्ने कुरै आउँदैन, आफूले बनाएको पार्टी कहीँ छोड्छु, सच्याउने पो हो त। तर 9औं महाधिवेशनमा जो अध्यक्षको प्रतिस्पर्धी हुनुहुन्थ्यो, 9मा हजुर अध्यक्ष हुनुको एउटा बिरामी अवस्थामा हुनुहुन्थ्यो। मलाई लाग्छ हातमा एउटा सेतो टालो बाँधेर हिँड्नुपर्ने एउटा अवस्था थियो। हातमा मात्रै होइन नि, म त त्यो मेनिन्जाइटिस भएर भर्खर विदेशबाट फर्केको थिएँ। ग्रान्डी हस्पिटल पछि विभिन्न हस्पिटल चाल्दै हस्पिटल पुगेको थिएँ त्यति बेला। ग्रान्डी हस्पिटलमा म जस एउटा असाध्यै शारीरिक रूपमा असाध्यै कमजोर अवस्थामा हुनुहुन्थ्यो, अध्यक्ष बन्नुभयो। अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएका कमरेड माधव नेपाल आज नेकपा एमालेमा हुनुहुन्न। 10औं महाधिवेशनमा सौरालाई नै सम्झेर हेर्ने हो भने त्यसको एउटा
साक्षीका रूपमा भन्नुपर्दा भीम रावल जो पार्टीको नेता हुनुहुन्थ्यो उहाँलाई यहाँले उपाध्यक्षमा प्रस्ताव गर्नुभएको थियो र पटक पटक आग्रह पनि गर्नुभयो मञ्चबाट र मञ्चले उहाँलाई त्यो अनुरोध त्यो हलले अनुरोध पनि गर्यो उहाँलाई उपाध्यक्षले भनिदिनुहोस् भनेर। आज उहाँ पनि एमालेमा हुनुहुन्न। 11औं महाधिवेशन केही दिनमै हुँदैछ। त्यो श्रृङ्खला फेरि पनि दोहोरिने हो कि भन्ने एउटा एक खालको त्रास एमाले कार्यकर्ताहरूमा चाहिँ कता कता देखिन्छ। यसलाई चाहिँ हजुर चाहिँ के भन्नुहुन्छ? मैले अस्ति 4-5 दिन अगाडि केही नेताहरूसँग भेटेका थिएँ, ईश्वरजी लगायत। उहाँहरूको भनाइ मेरो त मिलेर जाउँ भन्ने छँदैछ, तर मैले मिलेर जान दबाब दिनु पनि हुँदैन। यसकारण कि लड्ने त उहाँहरूको हक हो, कुनै पनि पोस्टमा लड्न पाइन्छ। अब यो हाम्रो आन्दोलनभित्र आएको रोगको बारेमा तपाईँले उठाएको प्रश्नको बारेमा कुरा चल्दा उहाँहरूले ईश्वर पोखरेलले पार्टी फुटाइन्न, बसिन्छ, पार्टीभित्रै बसिन्छ, जुन ठाउँमा भए पनि बसिन्छ भन्नुभएको थियो त्यति बेला। म त्यो कुरालाई विश्वास गर्छु। केपी ओली सर्वसम्मत सर्वस्वीकार्य छैन भन्नका लागि उम्मेदवारी दिने हो। जित्ने सम्भावना छैन भन्ने सबैलाई थाहा छ, जो अहिले उम्मेदवार हुन खोज्दै हुनुहुन्छ साथीहरू। जित्ने सम्भावना छैन, त्यो त एकदमै छर्लङ्गै थाहा छ नि। अहिले होइन, पहिलेदेखि थाहा छ नि। फेरि पनि उम्मेदवारै हुनका लागि किन यत्रो कसिनु भएछ त? त्यसो भएर उम्मेदवारै भएर छोड्नका लागि यो मिडियामा यति तिक्तता बढ्ने गरिका अभिव्यक्तिहरू किन दिनुहुन्छ त? उहाँहरूको सम्बन्धमा धेरै टिप्पणी गर्न चाहन्न, यसकारण कि उहाँहरू उम्मेदवार उठ्छु भन्दै हुनुहुन्छ भने उम्मेदवार उठ्न दिनु वाञ्छनीय हुन्छ। मेरो आग्रह हुन्छ फेरि पनि यो परिस्थितिमा, यस अवस्थामा, यी यथार्थहरूमा, जुन यथार्थ हाम्रा अगाडि छन् तिनीहरूमा उम्मेदवार भइरहनु वाञ्छनीय छैन। त्यो मैले भन्ने कुरा हो। अब उम्मेदवार मात्रै हुने हो भन्ने उहाँहरूलाई थाहा छ। अन्तिमसम्म पनि यो कोसिस रहन्छ। तर म ठान्छु के भने उहाँहरू उम्मेदवार मात्रै हुनका लागि पनि नभई नसक्ने अवस्थामा हुनुहुन्छ। उहाँहरूका पनि होलान् बाध्यता, केही होला, त्यो उहाँहरूले जान्ने कुरा हो। उहाँहरूले खासै दोषारोपण पनि देखिँदैन, नेतृत्व परिवर्तन हुनु पर्यो नि भन्ने देखिन्छ। पुस्तान्तरण हस्तान्तरण देखिन्छ भने देखिन्छ। लोकतान्त्रिकरणको झन्डा उहाँले उठाएको हो पहिले, अहिले किन छोड्या भनेर छोड्या छैन। तर दुनियाँमा सबै पार्टी लोकतान्त्रिक भएनन् त 70 वर्ष उमेर नगर्दा। हामीले एउटा अभ्यास गर्न खोजेका थियौँ, उपयुक्त ठहरिएन। संशोधन गऱ्यौँ। हामीले बनाएको संविधान, हामीले बनाएको पार्टी विधान हामीले संशोधन गर्न सक्छौँ, गर्नु पर्थ्यो। त्यसै कारण विधान महाधिवेशन नै गरेर विधान संशोधन गर्छौँ हामी भने त्यो गर्नु पर्थ्यो, हामीले गऱ्यौँ। त्यो ठिक हो। त्यसर्थ हामी एउटा उपयुक्त नेतृत्वको टिम निर्माण गर्छौँ, अगाडि बढ्छौँ। अहिलेको स्थिति यही हो। पार्टीलाई एकताबद्ध बनाएर, गतिशील बनाएर एक धारमा अगाडि बढाउँछौँ, यही हो। बहुलता पार्टीभित्र खोज्ने होइन, सङ्घर्ष पार्टीभित्र खोज्ने होइन, यो विरोधीहरूको चाल हो। पार्टीभित्रै सङ्घर्ष गर्नुपर्छ, पार्टीभित्र एकता गर्नुपर्छ, सङ्घर्ष होइन। गलतका विरुद्ध लड्नुपर्छ, आपसमा एकता हुनुपर्छ। यो हो हाम्रो नीति।
गलत परिभाषा गलत भाष्य खडा गर्नु हुँदैन। पार्टीभित्र भीषण सङ्घर्ष गर्नुपर्छ भन्ने गलत कुरा हो। 10 कोठे एउटा टहरा बनेछ, 15 कोठे भइसक्यो अहिले, 15 कोठे विस्तार गरेर, विस्तार हुने क्रममै छ। त्यो विस्तार हुने क्रममा त्यो टहरालाई चाहिँ के भन्नुहुन्छ? केही भन्दिनँ, केही भन्दिनँ। माओवादी पार्टी सिद्धियो, प्रचण्डलाई माओवाद घाँडो भएको थियो, त्यो पन्छाउनु थियो उसलाई। अनि त्यो चाहिँ एकीकरणका नाउँमा अरूको टाउकोमा राखेर बाध्यता भयो त्यो छोड्नुपर्ने भन्ने बनाएर आफ्नो काम पुरा गरे हो। अरूलाई जिम्मेवारीबाट पन्छाउनु थियो, त्यसकारण संयोजक भएर मैले त नेतृत्व छोडेँ नि भनेर सबैको अधिकार आफैले लिएर एक छत्र नेतृत्व बनाएको छ। अरू कसैसँग कुनै अधिकार छैन, कसैसँग अधिकार छैन, एक छत्र नेतृत्व बनाएको छ। त्यसो भएको हुनाले त्यस सम्बन्धमा के भनिरहनु र? मेरो शुभकामना छ। उहाँहरूको दाबी चाहिँ के छ भने एमालेको महाधिवेशनपछि केही नेताहरू चाहिँ हाम्रो टहरामा बस्न आउनुहुन्छ भन्छन्। काम गर्न कोही नसक्ने भयो भने हात पाउ बस्यो भने लौरो टेकेर जान सक्छ। त्यो कुनै अनौठो कुरो होइन। त्यस्तै आश्रम खोलेपछि कोही गइहाल्यो भने यो जाने सम्भावना चाहिँ देख्नु चाहिँ देख्नुहुन्न? होइन, मान्छे बिग्रिँदै बिग्रिँदैन कोही पनि भन्न सकिँदैन एउटा आन्दोलनमा। आन्दोलन भनेको विशाल नदी जस्तो हो, विशाल सागर जस्तो हो। त्यसमा अब कोही बिग्रिँदै बिग्रिँदैन भन्न सकिँदैन। एउटा ठुलो रुखमा लटरम्म फलेका फलहरूमध्ये कुनै पनि बिग्रिँदै बिग्रिँदैन भनेर यकिन गर्न सकिँदैन। त्यसकारण कुनै बिग्रिहाल्यो भने जान पनि सक्छ। अब कसरी सोचिया थियो र 13 वर्ष यही पार्टीको नेतृत्व गरेका झलनाथजी घुम्दै फिर्दै प्रचण्डको पखेटा मुनि पुग्नुहुन्छ ओत लाग्न। माधव नेपाल 15 वर्ष यही पार्टीको नेतृत्व गरेर पुग्नुहुन्छ पखेटा मुनि। वामदेव गौतम फाफा र फुफु गर्ने, ती फाफा फुफु सबै सिद्ध्याएर कुप्रो परेर लौरो टेकेर खोक्दै खोक्दै त्यहाँ पुग्नुहुन्छ आश्रय लिन। त्यो सोचिया थिएन। त नसोचिया कुरा पनि हुँदो रहेछ नि त कहिले कहिले। यी विचलनका कारण चाहिँ के हुन सक्छ? अहिले प्राय एउटा चल्या छ, दम्भ अहङ्कार भन्ने चल्या छ नि। यस्तै कुराहरूमध्ये केही होला। एमालेका 2 जना उपाध्यक्षहरू, म उहाँको नामै पनि लिन चाहन्छु, विष्णु पौडेल र रामबहादुर थापा बादलले प्रेस उतारी नेपालको संवादमा आएर उहाँले भन्नुभएको थियो कि मङ्सिर 29 पछि एमालेमा कुनै पनि ध्रुव हुँदैन। एउटा कुरा विष्णु पौडेल उपाध्यक्षज्यूले यस्तो भन्नुभयो। अर्को उपाध्यक्षज्यूले चाहिँ अहिलेकै नेतृत्वको निरन्तरतामा म मेरो भूमिका एमालेमा देख्न चाहन्छु भन्नुभयो। एउटा कुरा नेतृत्वको निरन्तरताको कुरा छ, अर्को त्यहाँ आफ्नो भूमिकाको पनि कुरा छ। अब यसपालि विधान हेर्ने हो भने चाहिँ पदाधिकारीको सङ्ख्या पनि घटेको अवस्था छ। आकाङ्क्षीहरू एकदमै धेरै हुनुहुन्छ। महाधिवेशनको हलमा पुग्दै गर्दा स्थायी समिति पुनर्जीवित हुन्छ कि विधानहरू संशोधन हुन्छन् कि भन्ने चर्चा पनि सुनिन्छ। यी सबै कुरा गरेर सबैलाई समेट्ने खालको अवस्था चाहिँ रहन्छ कि रहँदैन? अझैसम्मको प्रयास मबाट हुन्छ। अझैसम्मको विधान हाम्रो पार्टी निर्माण गर्न सञ्चालन गर्न बनाइया हो। आवश्यकता अनुसार महाधिवेशनले विधान संशोधन गर्न सक्छ। स्थायी समिति रहन सक्छ यसको अर्थ? स्थायी कमिटी त छँदैछ। अहिले जुन पदाधिकारी मात्रै होइन, पदाधिकारीलाई नै स्थायी कमिटी भन्ने छ। त्यसलाई पुरानै ढाँचामा पदाधिकारी, स्थायी कमिटी, पोलिट ब्युरो, केन्द्रीय कमिटी गर्न नसकिने कुरा होइन, त्यो गर्न सकिन्छ। अर्को केन्द्रीय कमिटीको सङ्ख्या
घटाउन त सम्भव छैन, तर अलिकति अहिले विधानले तोकेको भन्दा बढाउनतिर लाग्नुपर्छ भन्ने कुरा छ। त्यो महाधिवेशनले गर्न सक्ने कुरा हो। र मैले महाधिवेशनको कार्यकर्ताको नेताहरूको उचित भावनालाई प्रतिनिधित्व गरेर नै प्रस्ताव गर्ने काम गर्ने हो, अगाडि बढाउने हो। र 1900 जनाको पदाधिकारीको व्यवस्था कायमै राख्दा राम्रो हुन्छ भन्ने पनि साथीहरूका, सबै खालका साथीहरूका, यो पक्ष विपक्षको कुरा होइन, सबै खालका साथीहरूका सुझावहरू आएका छन्। त्यसमा पनि विचार गर्न सकिन्छ, नसकिने कुरा होइन। र एकतालाई ध्यानमा राखेर गर्नै नहुने कुरा बाहेक यी यस्ता प्राविधिक कुराहरूमा धेरै अल्झिने मेरो स्वभाव छैन। नेतृत्व निर्माणको मूल आधार चाहिँ के हुन्छ? देशप्रतिको निष्ठा, जनताप्रतिको निष्ठा, मानव जातिको प्रतिको निष्ठा, यो परिवर्तनकारी आन्दोलनप्रतिको, प्रगतिशील आन्दोलनप्रतिको निष्ठा र नेकपा एमाले प्रतिको निष्ठा, यी कुराहरू चाहिँ नि आधार हो। धेरै नेताहरू यसपालि पदाधिकारीमा उहाँहरू आकाङ्क्षी हुनुहुन्छ, विशेषतः स्थायी समितिबाट रहनुभएका नेताहरू जसको लामो समयदेखि उहाँहरूको निरन्तरता छ, योगदान छ। यसपालि नयाँ पदाधिकारीहरू आउने सम्भावना कतिको छ? नयाँ पदाधिकारीहरू त मैले अघि नै भने, आन्दोलन जस्ता तस्तो जो पदाधिकारी छ उही पदाधिकारी रहिराखेको छ, सबका सब जस्ता तस्तै भने। उनै पदाधिकारी, उनै स्थायी कमिटी, उनै पोलिट ब्युरो, उनै केन्द्रीय सदस्य भने नयाँ कहाँबाट आउँछ त? अलिकति केहीले बाटो छोडिदिनु पर्यो, अलिकति केही आफै बुझेर छोडे पनि हुन्छ। एमालेमा व्यापक परिवर्तन हुनेवाला चाहिँ छ। परिवर्तन त सधैँ हुनुपर्छ, गतिशील पार्टी हो नि। मैले भन्ने गरेको छु, त्यही ठाउँमा बसेर त्यही खोलो छोइरहन सकिन्छ, त्यही ठाउँमा बसेर त्यही डिलमा बसेर त्यही खोलो छोइरहन सकिन्छ। तर हरेक पटक छुँदा उही पानी चाहिँ छोइँदैन, पानी चाहिँ अघि तल पुगिसकेको हुन्छ। खोलो त त्यही हो। हामीले कोसीको किनारमा बसेर छोइराख्यौँ भने किनार त्यही हुन्छ, कोसी नदी पनि त्यही हुन्छ। तर पानी जहाँनेरि छोइन्छ त्यो चाहिँ एकपल्ट छोयो, हात निकालो, फेरि छुँदा त्यो अघि छोएको उहाँ पुगिसकेको हुन्छ, फेरि छुँदा अर्कै पानी छुनुपर्छ। आन्दोलन भनेको त्यस्तै गतिशील हो। हरेक महाधिवेशनमा हरेकपल्ट छुँदा भने जस्तो हरेक महाधिवेशनमा बगिराखेकै त हुन्छ नि। त्यस कारण हाम्रो चाहिँ तरिका के हो भने, खोलोको चाहिँ पानी स्वाट्टै बगिया हुन्छ। हाम्रो चाहिँ के हुन्छ भने आंशिक रूपमा यो नयाँ प्रवेश गर्ने, पुराना यस्तो क्रम हुन्छ नि, त्यसलाई त्यो तलबाट प्रवेश गर्दै जान्छ, प्रवेश गर्दै जान्छ, ओडादेखि प्रवेश गर्दै आउँछ, प्रवेश गर्दै आउँछ, माथि पुग्छ, केन्द्रमा पुग्छ, पोलिट ब्युरोमा पुग्छ, स्थायी कमिटीमा पुग्छ, पदाधिकारीमा पुग्छ, अनि त्यहाँबाट छोड्नुपर्ने ठाउँमा पुग्छ। अथवा बिचैमा यदि काम पुगेन, कामको राम्ररी काम गर्न सकिएन भने, सक्रियता देखाउन सकिएन भने, योग्यतापूर्वक काम गर्न सकिएन भने, त्यो तहको जिम्मेवारी पुरा गर्न सकिएन भने, वा आफूभन्दा अर्को नयाँ जेनेरेसनको प्रतिस्पर्धीहरू बढी प्रखर भएर आयो भने बिचैमा पनि विस्थापित हुनुपर्ने हुनसक्छ। यो त के भने एक ढङ्गले भन्ने हो भने त्यो सर्भाइभल अफ द फिटेस्टको सिद्धान्त ठिकै सिद्धान्त हो। जो फिट छ ऊ सर्भाइभ गर्छ, जो योग्य छ ऊ सर्भाइभ गर्छ, योग्य छैन भनेदेखि सर्भाइभ गर्दैन। युवाहरूको पनि आकाङ्क्षा यसपालि अलिक जबरजस्त देखिन्छ। धेरै युवाहरू अब एमाले त ओडादेखि नै, आधारभूत कमिटीदेखि नै केन्द्रीय कमिटीसम्मै अहिले प्रतिनिधि छान्दा पनि अन्डर 40बाट समेत युवाहरूलाई त्यो छुट्टै क्लस्टर बनाएर स्थान दिएको छ। केन्द्रीय समितिमा प्रवेश गर्नका लागि, केन्द्रीय समितिमा काम गर्नका लागि धेरै युवाहरू यसपालि आकाङ्क्षी देखिनुहुन्छ। सामाजिक सञ्जाल हेर्ने हो भने पनि अब कामको हिसाबले मूल्याङ्कन भएर भएका प्रतिनिधिहरूमध्येबाट उचित सङ्ख्यामा युवाहरूलाई स्थान दिइन्छ गर्ने। त्यो अब युवाहरूको आकाङ्क्षा छ भनेर एकैचोटि प्रोफेसर हुन त पाइँदैन। एकैचोटि प्रोफेसर गऱ्यो भनेदेखि त पढाउनै सक्दैन नि। पहिले चाहिँ ब्याचलर पास गर्नु पऱ्यो, मास्टर पास गर्नु पऱ्यो, अनि लेक्चरर हुनु पऱ्यो, अनि रिडर हुनु पऱ्यो, अनि प्रोफेसरमा
अनुभव चाहियो। एकैचोटि सर्जन हुँदैन क्या। म मेडिसिन पढ्दैछु भनेर म चाहिँ बायोलोजी पढेको 12 भनेर सर्जन हुन पाइन्छ र? पाइँदैन त। अध्यक्षका रूपमा तपाईँ युवाहरूलाई असाध्यै प्रेम गर्नुहुन्छ। युवा पनि तपाईँकै वरिपरि नै अत्यन्तै गोलबन्द भएको देख्छु मैले। के भन्न चाहनुहुन्छ युवाहरू जसले नेतृत्व लिन खोजिरहेका छन्? लिनुपर्छ, तर इच्छा चाहना राख्ने, काम नगर्ने हुनु हुँदैन। त्यस अनुसारको योग्यता क्षमताको विकास गर्ने, त्यस अनुसारको सक्रियता राख्ने, त्यसै अनुसार पार्टीप्रति निष्ठावान हुने। यो चाहिँ नै प्रेस चौतारीमा एक खालको आइडियोलोजीका मान्छेहरू बस्छन्। गाउँघरका चौतारीमा जो आउँछ त्यही बस्छ नि। यो गाउँघरको चौतारी जस्तो होइन नेकपा एमाले, जो आउँछ त्यही बस्छ। यसमा निष्ठाको कुरा हुन्छ, यसमा सक्रियताको कुरा हुन्छ, यसमा योग्यता क्षमताको कुरा हुन्छ, यसमा योगदानको कुरा हुन्छ। मैले यति पास गरेको छु भनेर आएर हुँदैन। पास चाहिँ पिएचडी गरे हुन्छ, यहाँ चाहिँ बस्नुपर्छ तल 1 क्लास 2 क्लासमा। यो बेग्लै स्कुलिङ हो फेरि यसको। त्यस कारण यो मैले यति पढाएको छु भनेको भरमा योग्यता हुँदैन। यसको योग्यता आफ्नै खालको पार्टी बुझाएको छ कि छैन, पार्टीको प्रक्रिया बुझाएको छ कि छैन। जियोग्राफीमा पिएचडी गरे होला, सङ्गठन बुझाएको छ कि छैन, सङ्गठनका नीति बुझाएको छ कि छैन, कुरा त्यो हुन्छ। आगामी 5 वर्ष यो महाधिवेशन 12औं महाधिवेशनसम्म पुग्दा एमाले के फड्को मार्छ? त्यो साङ्गठनिक रूपमा होला या जनजीविकाका मुद्दाहरूको सन्दर्भमा होला, एमाले गर्ने चिजहरू चाहिँ के हुन्छ अध्यक्ष? यस महाधिवेशनले पहिलो कुरो त प्रतिगमनलाई सच्याउँछ, नम्बर 1। नम्बर 2, त्यसपछि स्वतन्त्र निष्पक्ष धाँधली रहित निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउँछ। एमाले आफ्नै बलबुतामा लड्छ, आफ्नै बलबुतामा लड्छ। अब गराउँछ भनेको अर्थ आफै नेतृत्वमा बसेर चुनाव गराउँछ भन्ने छैन। को नेतृत्वमा बस्ने हो, कसरी बस्ने हो, त्यो एउटा अहिलेको सङ्क्रमणकालीन स्थितिलाई ध्यानमा राखेर हामी आफ्नै नेतृत्वको दाबी गर्दैनौँ, किनभने हामीले बहुमत प्राप्त गरेको नेतृत्व हामीसँग छैन। त्यसकारण हुँदैन। यसर्थ यति बेर चाहिँ हामी सर्वपक्षीय कुरा गर्छौँ, तर लजिकल। अनि त्यसपछि चाहिँ अब निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने भनेको बहुमत पनि ल्याउने, बहुमतको सरकार बनाउने र प्रभावकारी ढङ्गले सञ्चालन गर्ने। मसँग केही सोध्नै मन लागेका केही कुराहरू छन्। तपाईँसँग अहिले भेट्दै नभेटेका, नजिकबाट त्यो अब नभेटेपछि सङ्गत गर्ने त कुरै पनि भएन। ती मानिसहरू समेत स्थायी बैरी जस्ता देखिन्छन्। किन यस्तो भइरहेको जस्तो लाग्छ? अहिले हामी 21औं शताब्दीमा छौँ। कार्ल मार्क्स 19औं शताब्दीका थिए। अहिलेका कसैले पनि कार्ल मार्क्ससँग भेट्नु, सङ्गत गर्नु, कार्ल मार्क्ससँग कुनै भनाभन हुनु, कुनै लेनदेन कारोबारमा खटपट हुनु, कुनै प्रकारको वैयक्तिक मनमुटावको कुनै सम्भावना छैन छ र? तर कार्ल मार्क्स विरोधी छन् नि। मार्क्सलाई चाहिँ म समर्थन गर्दिनँ, अरू कुरा चाहिँ ठिकै छ। कार्ल मार्क्सलाई चाहिँ म मान्न सक्दिनँ, समर्थन गर्दिनँ भन्छ। किन? उसले भेटेको छैन, देखेको छैन, जानेको छैन, बुझेको छैन, कार्ल मार्क्सलाई पढेको छैन, उनको फिलोसफी बारे थाहा छैन। कसैले उसलाई उल्काइदिएको छ, कसैले उसलाई तोता मैना जसरी पढाइदिएको छ। गोपी कृष्ण कहो, कुन जमानाका गोपी, कहाँका गोपी, किन कृष्ण कहो, केही पनि थाहा छैन। तर गोपी कृष्ण कहो सिकाइदिएको छ, अरू थाहा छैन। उसले कार्ल मार्क्स कसरी मान्छ? गोपी कृष्ण कहोलाई कार्ल मार्क्सको बारेमा के भन्नु छ भने गोपी कृष्ण कहो भन्छ। कुन युगका? द्वापरका, त्रेताका, द्वारकाका, हाम्रा गाउँका, कहाँका गोपी कृष्ण? किन कहो भन्ने किन? के पनि थाहा छैन। तर पनि गोपी कृष्ण कहो। कसैले लगाइदिएका गोपी कृष्ण कहो हरूले गोपी कृष्ण कहो सिकाइदिए भए त्यही भन्थे, केपी ओलीको विरोध गर भनेर सिकाइदिएको छ। पढाइदिएको के छ भने केपी ओली खराब हो।
केपी ओलीको विरोध गर्नुपर्छ। यिनीहरू चाहिँ कस्तो हुन् भने त्यो डल्फिन माछा नाच्छ नि, हजुर, त्यो डल्फिन माछा नाचेको होइन, माछा खान उफ्रिएको। माछा यसो फ्याँकिदिएपछि बुरुक्क उफ्रिन्छ, डल्फिन नाचेको भन्छ नि त, नाचेको केही पनि होइन, माछा खाने कसरत हो। अब त्यो खेल्दा खेल्दा ऊ अभ्यस्त यस्तो भइसक्छ, यहाँ नागा त्यो थुतुनाका टुप्पामा एउटा खेलाडी केटी राखेर कुदाउँछ, अनि उसले लडेको अभिनय गरिदिएपछि पानीमा जम्लाङमा खसेपछि फेरि निकालेर फुत्त राखेर माथि चढाएर फेरि कुदाउँछ लडेको अभिनय गरेपछि। त्यो सबै गरेको उसले त्यो पहिलेको भन्दा ठुलो माछा खान, भोजनका लागि नाच्छ डल्फिन। भ्रष्टाचारका सन्दर्भमा तपाईँ एकदम निर्ममै हुनुहुन्छ, पार्टीका कार्यकर्ता होस् या सरकारमा रहँदा सरकारी कर्मचारीका सन्दर्भमा पनि। तर भ्रष्टाचारसँग जोडेर तपाईँलाई प्रहार गरिरहँदाखेरि कहिलेकाहीँ चित्त दुख्दैन? होइन, यो नराम्रो त लाग्छ। यति झुट, यति बनावटी कुरा एउटा मान्छे भएर कसरी गर्न सक्छ? तर यस देशमा छन् नि त मान्छेहरू, जसले जलारी उकाउन लाए, पित्तल चढायो भनेर सुन होइन भनेर, तौलिन लाए, जाँच्न लाए, थाहा थियो तर पनि अब कसैले आफै जस्तो ठान्छन्। एउटा गाईलाई मान्छेले घाँस खाँदैन भन्यो भने पत्याउँदैन क्या उसले, मजाको घाँस पाउँदा नखाने पनि हुन्छ, बेकारको कुरा भन्छ गाईले। गोरुले त्यही भन्छ। बाँसका पात मान्छेले खाँदैन भन्यो भने घोडाले पत्याउँदैन, मजाले खान्छ नि हौ, किन खाँदैन? त्यो टुप्पा टुप्पाका पाए कति मिठो हुन्छ भनेर। त्यो आफ्नो बानी आफ्नो क्रियाकलाप अनुसार पनि एउटा खायो होला नि त, यत्रो दिन सरकारमा बस्यो खायो होला भन्छ कसैले, कसैले के भन्छ। त्यस्ता तत्त्वहरू हुन्छन्। साना बालबालिकाहरू तपाईँप्रति असाध्यै बढी झुमिएको देख्छु। मेरै बच्चा पनि केपी बालाई भेट्ने भनेपछि हुरुक्कै हुने खालको स्वभाव छ। तर जेनजी आन्दोलनका नाममा त्यसमा जोडेर तपाईँमाथि प्रहार भइरहेको छ नि। युवाहरू मारिएका छन्, त्यहाँ युवाहरू मारिएका छन्। उनीहरूलाई छेकेर लगेर त्यो भङ्ग्रालोमा पारिएको छ। कसैलाई चाहिँ नि त्यो के पानीमा मिसाएर के खुवाएर चाहिँ उन्मादमा लगिएको छ पनि भन्छन्। एउटा कुरा के भने, मेरा विरुद्ध यत्रो किन गर्नु पर्यो भने म पपुलर भएँ भन्ने, युवाहरूले मलाई बा भन्ने गरे, त्यसमा रिस। बालबालिकाले मलाई अत्यन्त मन पराउँछन्, त्यसमा रिस। नदेखेको नभेटेको बालबालिकाले देख्न भेट्न खोज्छन्, त्यसमा रिस। त्यसकारण उनीहरूले के फैलाउन खोजेको भने बालबालिकाको हत्या गरौँ, बालबालिकाको नरसंहार गर्यो भन्ने। एउटा त त्यो भाद्र 23 गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि गोली चल्नुमा मेरो कुनै प्रकारको हात छैन, हात रहने कुरै भएन। मेरो जानकारी पनि थिएन, पछि मैले थाहा पाएँ अरूले सरह। त्यहाँ उनीहरूले गोली चल्या देखे होला नि, मैले त चलिसकेपछि मात्रै थाहा पाएँ, घटना भइसकेपछि। मेरो आदेश दियो भन्ने पार्छन्, प्रधानमन्त्रीले आदेश दिँदैन। नैतिक जिम्मेवारी भन्छन्, त्यस्तोमा नैतिक जिम्मेवारी हुँदैन। जुन कुनै प्रकारान्तरले पनि मेरो दोष छैन। यत्रो आगजनी भयो, मेरो दोष छैन। मैले त्यो आग लागि होस् भनेको पनि होइन, त्यसलाई नियन्त्रण नगरौँ भनेको पनि होइन, कुनै त्यसमा मेरो भूमिका छैन। त्यो मलाई बदनाम गर्ने एउटा षड्यन्त्र हो विरोधीहरूको, त्यति मात्रै हो। जीवनमा तपाईँले कयौँ मान्छेहरूलाई
कयौँ गुणहरू अनेकौँ गुणहरू लगाउनु भएको छ। पार्टीभित्रकै कुरा गर्ने हो भने पनि धेरै नेताहरूमाथि विभिन्न अवसरहरू प्रदान पनि यहाँले गर्नुभएको छ। हिजो तपाईँसँग उभिएका अर्थात् तपाईँले अवसर दिएका मानिसहरू गएको जेन्जी आन्दोलन पछिको एउटा सङ्कटमा कतिपय मान्छेहरू नउभिएको पनि देखियो। पछिल्लो पटक पार्टीका भूमिकामा हेर्ने हो भने पनि कता कता तपाईँको प्रतिपक्षमा जस्तो उभिएको जस्तो पनि देखिन्छ। कस्तो महसुस हुन्छ? केही जस्तो पनि लाग्दैन। म आफू कृतज्ञ छु, म आफू ऋणी छु नेपाली जनतासँग, कार्यकर्ता साथीहरूसँग र मेरा साथीहरूसँग। उहाँहरूको साथ सहयोगबाट मैले जे जति प्राप्त गरेको छु त्यो उहाँहरूको साथ सहयोगबाट मैले प्राप्त गरे हुँ। त्यसकारण म कृतज्ञ छु। जहाँसम्म मैले साथ सहयोग दिएँ त्यो मेरो कर्तव्य मैले कुनै करकापमा दबावमा परेर गरेको होइन। मेरो कर्तव्य पालना गर्नु पर्थ्यो, मैले गरेको हुँ सक्दो। त्यो मैले कुनै प्रतिफलको आशा गरेर पनि होइन। त्यसकारण कोही कृतज्ञ भएन भने पनि मलाई कुनै चिन्ता छैन। मैले जो साथ सहयोगहरूबाट प्राप्त गरेको छु त्यसप्रति म कृतज्ञ छु। अरू कृतज्ञ हुने नहुने उहाँहरूको कुरा हो। अझै अब जाँदा जाँदै 11औं महाधिवेशनका लागि अब देशभरबाट प्रतिनिधिहरू आउँदै हुनुहुन्छ। उहाँलाई के भन्न चाहनुहुन्छ? मुख्य भन्ने कुरा त म त्यसै दिन भन्छु। अब म उहाँहरूलाई महाधिवेशन सफल पारौँ भन्छु। अहिले 27 गते भव्य उपस्थिति, आम जनताको सहभागिता उद्घाटन सत्रमा होस्। म उहाँहरूलाई अनुरोध गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु। महाधिवेशनलाई हामीले एमालेको महाधिवेशनको रूपमा सफल पारौँ। म थाहा पाउँछु कतिपय ठाउँमा साथीहरूले अलिक जस्तो हुनु पर्थ्यो नि एमालेको महाधिवेशनको सन्दर्भमा, प्रतिनिधि छनौटको सन्दर्भमा म चाहन्छु अत्यन्तै स्वच्छ पवित्र हुनुपर्दछ। हामी एउटा स्वच्छ पवित्र देश बनाउन चाहन्छौँ, स्वच्छ देश बनाउन चाहन्छौँ, स्वच्छता डेमोक्रेसीमा चाहन्छौँ। बिल्कुलै लोकतान्त्रिक अभ्यास होस्, पवित्र स्वस्थ अभ्यास होस् भन्ने चाहन्छौँ। देशको लोकतन्त्र त्यस्तो होस् भन्ने चाहन्छौँ भने त्यस्तो बनाउने पार्टीका हाम्रा गतिविधिहरू पनि बिल्कुलै स्वच्छ हुनुपर्दछ। को जित्छ को हार्छ त्यो बेग्लै कुरा हो, तर स्वच्छ हुनुपर्छ। हार्ने जित्ने जोसुकैले पनि, विजयी पराजयी जोसुकै होस्, तर स्वच्छताका साथ हुनुपर्छ भन्ने ठान्छु। कतिपय ठाउँमा त्यस्तो अलिअलि दुर्विकृत भएर प्रचार गरिरहेका प्रतिनिधिहरू पनि हुनुहुन्छ, कार्यकर्ताहरू पनि हुनुहुन्छ। उहाँहरूले चाहिँ के भन्न चाहनुहुन्छ? स्वस्थ गर्नुहोस्। अर्को कुरा के भने अरूको धेरै क्रिटिसाइज आलोचना गरेर निन्दा गरेर प्रचार गर्नु मान्छे नै हुँदैन। त्यसो नगरिकन आफ्नो प्रचार गरे हुन्छ। यो महाधिवेशनलाई निजी क्षेत्रले पनि असाध्यै महत्त्वका साथ हेरिरहेको अवस्था छ। त्यसमा आत्मबल जसको एकदम कमजोर छ, के भन्न चाहनुहुन्छ? निजी क्षेत्रलाई म भन्न चाहन्छु उहाँहरू अलिकति दलहरूप्रति र खास गरी हामीहरूप्रति पनि आलोचनात्मक हुनुहुन्थ्यो होला। तर अहिलेको परिस्थितिले उहाँहरूले बुझ्नुभएको छ हामी नै वास्तवमा उहाँहरूका रक्षक रहेछौँ, उहाँहरूका साथी रहेछौँ, मित्र रहेछौँ। हामी नै उद्योगहरू, व्यापारहरू, पर्यटन व्यवसाय, अरू व्यवसायहरू राम्ररी चलोस्, फस्टाओस् भन्ने चाहँदा रहेछौँ। हामी नै समाजमा शान्ति, सुव्यवस्था र उद्योग व्यापारका लागि अनुकूल वातावरण बनोस् भन्ने चाहँदा रहेछौँ। हामी नै निर्भय वातावरणमा देश चलोस्, रोजगारीका अवसरहरू सिर्जना हुन्, उद्यमी व्यवसायीहरूले आफ्नो व्यवसाय निर्विघ्न मात्रै होइन सुरक्षित ढङ्गले चलेको छ भन्ने महसुस गर्न पाउन्। उनीहरूले नियम कानुनभित्रका आफूले तिर्नुपर्ने कर, आफ्ना पुरा गर्नुपर्ने दायित्व पुरा गरून् र उनीहरू सुरक्षित ढङ्गले आफ्नो व्यवसाय प्रतिफल फस्टाउने गरी सञ्चालन गर्न पाउन्।
यो कुरा एमाले गर्ने रहेछ भन्ने बुझ्न थाल्नुभएको छ, अहिले बुझ्नुभएको छ भन्ने म ठान्छु। र अझ म उहाँहरूलाई एस्योर गर्न चाहन्छु, नेकपा एमाले शान्ति सुरक्षा पुनः बहाली गर्न, उहाँहरूको उद्योग धन्दा र सम्पत्ति, धन सम्पत्ति, जीव धनको रक्षा गर्न प्रतिबद्ध छ नेकपा एमाले। र अब त्यसको प्रबन्ध हामी गर्छौँ। त्यसकारण उहाँहरू ढुक्क भएर आफ्नो उद्देश्यमा अगाडि बढ्नुहोस्, उद्योग धन्दा, कल कारखाना, बन्द व्यापार आदि अगाडि बढाउनुहोस्। प्रवासी नेपालीहरू जो यो महाधिवेशनमा सहभागी हुन चाहेर पनि हुन सक्दैनन्, यो महाधिवेशनलाई निहालेर बसिरहेका छन्, उहाँहरूले चाहिँ के भन्न चाहनुहुन्छ? विदेश अस्थायी कुरा हो। एकछिन रमाइलो जस्तो लाग्न सक्छ, तर रमाइलो आफ्नै देश हुन्छ, सुरक्षित आफ्नै देश हुन्छ, आफ्नो देशमा अधिकार हुन्छ। म यस देशको नागरिक होइन भन्न पाइन्छ ठुलो स्वरमा, अन्त गएर भन्न पाइँदैन। म पनि नागरिक हुँ भन्न पाइन्छ। यस देशमा मैले कर तिरेको छु भन्न पाइन्छ। अर्कोकोमा कमाएको थिएँ धेरै, तिर्न त परिहाल्छ नि भनिदिन्छ। यहाँ जस्तो होइन, सुरक्षा पाउने मेरो अधिकार हो यहाँ भन्न पाउँछु। अर्को देशमा गएर अधिकारका कुरा गर्न गाह्रो हुन्छ। त्यसकारण यो देश आफ्नो देश हो, यहाँ आफन्त छन्, आफ्नो घर छ, आफ्नो बारी छ, छैन भने पनि आफ्नो देश हो। यहाँ आफ्नो बनाउन सकिन्छ अलिकति मेहनतले। र यहाँ अवसरहरू छन्, यो विकासशील छ, विकासशीलमा लाग्दैछ। अब त्यसो भएर यहाँ अवसर छन्, यहाँका अवसर प्रयोग गर्न सकिन्छ, तसर्थ देशलाई माया गरौँ, यही आग्रह गर्न चाहन्छु। मित्र राष्ट्रहरू जसले एकदम चासोको रूपमा हेरिरहेका छन्, उनीहरूलाई हजुरको सन्देश? हाम्रो नीति स्पष्ट छ। हामी असल छिमेकी मित्र, विश्वसनीय छिमेकी मित्र भएर सबैसँग व्यवहार गर्न चाहन्छौँ। छैन कसैसँग शत्रुता, सबैसँग मित्रता हाम्रो नीति हो। हामी कसैसँग वैरभाव, आग्रह, पूर्वाग्रह, दुश्मनी राख्दैनौँ। असल मित्र भएर बस्न चाहन्छौँ। छिमेकीको हकमा पनि असल छिमेकी भएर बस्न चाहन्छौँ। छिमेकीका विरुद्ध हामी कुनै प्रकारको अहित चिताउने, अहित गर्ने काम गर्दैनौँ। यो सरकारलाई चाहिँ के भन्न चाहनुहुन्छ अहिलेको? हजुर, छोडे हुन्थ्यो राम्रोसँग छिटै। आजको हाम्रो यो संवादबाट, आजको यो अन्तर्वार्ताबाट एक वाक्यमा बुझ्नुपर्ने सन्देश के हुन सक्छ हजुर? देश प्रतिगमनतर्फ गएको छ, अप्ठ्यारोतर्फ। त्यसलाई सहज वातावरणमा ल्याउन छ। सबभन्दा पहिले मान्छेलाई जीवधनको सुरक्षा चाहिएको छ। यहाँ शान्ति स्थापना गर्नु छ, कुनै भावनामा बगेर होइन, यथार्थमा चल्नु छ। जनताले बाँच्न पाउनुपर्छ, गरी खान पाउनुपर्छ। बाँच्न देऊ, गरी खान देऊ। यो अमूल्य विचार र यहाँको समयका लागि धेरै धेरै आभारी छु। धन्यवाद। आज हामीसँग संवादमा हुनुहुन्थ्यो नेकपा एमालेका अध्यक्ष, पूर्व प्रधानमन्त्री, राजनेता केपी शर्मा ओलीज्यू। आजको यो संवादबाट म गणेश पाण्डेलाई पनि बिदा दिनुहोस्। नमस्ते।